दाइ वेलकम। थ्याङ्क यू भाइ। के छ दाइ अनि हालको? एकदम ठिक छ यार। धेरै पछि दाइ लगभग 7-8-9 वर्षै भयो होला भेटघाट नभए है दाइ? त्यस्तै भन्नु न। धेरै पछि। तर दाइ एउटा फर्स्टमा एउटा क्वेसन पहिले दाइलाई चाहिँ के भने यो सुरुमा के दाइ मैले भेट्दाखेरि सुरुमा पनि तपाईँको लङ हेयर यही पुरै गेटअप हुन्छ नि यो अनि त्योभन्दा अगाडितिरको त्यो भिडियोहरू हेर्दाखेरि पनि त्यही नै यो रहस्य के दाइ? राज के हो थाहा भएन दाइ? त्यो राज त त्यस्तो खासै के होइन अब पहिलादेखि अलिकति लङ हेयर चाहिँ मेरो पहिलादेखि नै भनौँ पाल्ने बानी थियो। अनि बिचमा मैले सर्ट पनि गरेको थिएँ गर्न त, तर फेरि घुम्दा फिर्दै त्यो फेरि अलिकति लामो नै हो नि। ट्रिटमेन्ट के गरायो यो कि नेचुरल यस्तै हो दाइ? नेचुरल यस्तै हो खासै हो र। अहिले त कपाल पनि धेरै झरिसकेको छ, अब बिस्तारै फेरि अब सर्टतिर जानु पर्ला अब विचार गर्दैछु। अनि अरू के छ दाइ नयाँ नौलो सुनाउनु? अरू के हुँदैछ? अहिले त म्युजिकमै अब बिजी भइरहेको छु होइन। अस्ति भर्खर नयाँ गीत निकालेँ अनि त्यसले गर्दा पनि अलिकति व्यस्तै छौँ। अनि त्यसमाथि अहिले नयाँ रेकर्डिङहरू पनि हुँदैछ, सो त्यसले गर्दा अहिले बिजी नै छु हुनु न। दाइको एक दिन भन्ने गीत मैले हेरेको थिएँ, राम्रो लाग्यो। थ्याङ्क यू। गीतको बारेमा के जाओस् दाइ? एक दिन अब 1 महिना मात्रै भयो रिलिज भएको होइन, जसलाई हाइटेक एन्टरटेनमेन्टले निकालेको छ बजारमा। सो यसमा चाहिँ मिलन नेवार र मेरो डुएट स्वर छ भने शब्द र सङ्गीत मेरो आफ्नै रहेको छ। हजुर। गीत सम्बन्ध विच्छेदमा आधारित छ। सम्बन्ध अहिले समाजमा समसामयिक विषयमा अहिले जुन एउटा सम्बन्ध विच्छेद गर्ने एउटा परिपाटी चलिरहेछ, त्यसलाई चाहिँ अलिकति नजाओस् मान्छेमा चाहिँ भन्ने कुराले चाहिँ यो मैले यो गीत कम्पोज गरेको थिएँ र यसको भिडियो पनि त्यही अनुसारले बनाएको छु, जसमा कर्मा साक्य रुबिना थापाले अभिनय गर्नुभएको छ भने कविराज गतराजजीले यसको निर्देशन सम्हाल्नु भएको छ। छोटो समयमा नै राम्रो चर्चा पनि पाएको छ र थुप्रै दर्शक श्रोताले मन पराइदिनु भएको छ। अहिलेसम्म एकदम राम्रो भइरहेछ त्यो गीत। भनेपछि म्युजिकतिरै दाइ अहिले पनि समय चाहिँ म्युजिकतिरै व्यतीत गर्नुहुन्छ? म्युजिक त अब कहिले पनि मबाट टाढा भएको चाहिँ छैन होइन, म सधैँ म्युजिकमै छु। बिचमा एउटा ग्याप जस्तो थियो नि दाइ, अब ग्यापमा चाहिँ दाइ यो अर्को ट्रेनिङ भएर नयाँ पुस्ता हो कि अथवा दाइहरू नै आफै सक्रिय नभए हो कि बिचको एउटा ग्यापमा दाइहरू चाहिँ अलिक सक्रिय नभए जस्तो देखेँ मैले, अथवा सबैले म्युजिकको पहिलाको दाइहरूलाई फलो गर्ने सबैहरूले चाहिँ त्यही सोच्ला त्योभन्दा पनि बिचको समयमा अब अलिकति यो नयाँ जुन अब ट्रेन्ड चल्यो होइन, आफ्टर यो हाम्रो एल्बम क्यासेटहरूको पछि जुन एउटा यो युट्युबहरूको जमाना जुन आयो होइन, त्यो समयमा हामी एकैचोटि हामीले त्यसमा एडभान्स हामी भइहाल्न सकेन। हामी धेरै जस्तो कलाकारहरूले त्यसमा गर्न सकेनौँ भनेपछि त्यो देखिएको त्यस्तो किन हाम्रो गीतहरू चाँडै अपलोड भएन होइन। त्यो हाम्रो पुरानो भिडियोहरू हामीले कति भिडियोहरू हाम्रो टिभीमै थियो, कति भिडियोहरू हामीसँग थिएन, कम्पनीमा थियो, कति गीतहरू हामीहरूको साथीहरू हामीहरूको गीतहरू कम्पनीमा थिए। आफूसँगै कपिराइट भएकोहरूले त प्रायः आफैले अपलोड गर्यो, त्यसपछि गीतहरू चाँडै नै बाहिर आए। कतिकोहरूको चाहिँ गीत अड्क्यो, त्यसले गर्दा चाहिँ त्यति बेला अलिकति त्यो भनौँ न समय नै त्यस्तै थियो, त्यसले गर्दा त्यो सबैजना एकैचोटि त्यसमा अपडेट भइहाल्न नसकेको समय भएर चाहिँ अलिकति देखिएको थियो। त्यसपछि फेरि सर्टेन टाइमपछि सबैजनाले आफ्नो बाटो सम्हालेर फेरि आएका नै छन् भन्नुपर्छ। हजुर। भनेपछि दाइ पहिला दाइ यस्तो थियो होला नि, हजुरको सुरुवातको कुरा गर्नु कि अलिकति हुन त अब यो दाइहरूको पालामा त म्युजिकमा 50तिर हो दाइ, 50sमा हो 50तिर 50 भनौँ न, हामी चाहिँ 50sबाट सुरु गरेको हो। भनेपछि दाइहरूको समकालीन भने को पऱ्यो दाइहरूको ठ्याक्कै त्यो 50sमा आउने यो जनरामा के पप जनरातिरको दाइहरूको जनरामा चाहिँ अब थुप्रै छन्। अब अहिलेसम्म पप गीतका जति पनि अब एउटा 50sका गोल्डन एरै भनिन्छ पप गीतलाई होइन। निमा भयो, अब हाम्रो मोहन भुषाल, नवीन भट्टराई होइन, हामी धीरज राई, हामी सबै समकालीन खेमराज गुरुङ, थुप्रै कलाकारहरू छन्, सञ्जीव प्रधान, यो सबै हामी एउटा समकालीन समयका नै साथीहरू हौँ। 50sबाटै सबैले सङ्गीतलाई अगाडि बढाएका हामी सबै नै हो भन्नुपर्छ हामी। दाइ नि तपाईँहरूको पालामा त त्यो म्युजिकमा चाहिँ अब अलिकति भनौँ न बुवा आमाले सपोर्ट भन्ने त थिएन होला दाइ त्यो बेलामा त? अलिकति दाइको पहिलेको कपाल लामो नै त्यो बेला पनि अब भर्खरको त्यो पिरियड भनेको बाहिरको म्युजिकबाट इन्फ्लुएन्स हुने, गिटार लिने, बजाउने त्यो एजमा बाबाआमाले छोरो बिग्रियो के अरे यस्तै भन्ने त्यो टाइपको त्यो त्यस्तो थियो कि दाइ? सपोर्ट के हुन्थ्यो बुवा आमाको तर्फबाट चाहिँ तपाईँलाई मान्नु है तपाईँको एराको त्यो जेनेरेसनलाई नै? के मलाई लाग्छ त्यति बेला अब बुबाहरू अब कोही घरको परिवारहरू म्युजिकमा भएका छन् भने त उहाँहरूलाई त्यति गाह्रो नहोला, तर समग्रमा हामी मेरो समकालीन थुप्रै साथीहरूमा जहाँसम्म लाग्छ त्यस्तो खासै कसैको घरबाट त्यस्तो ब्याकग्राउन्ड दाइकोमा चाहिँ त्यस्तो केही ल अब भयो टाइपको के गरायो भन्ने टाइपको हुँदै भएन दाइ? हुँदै भएन? होइन म त्यही त मलाई त झन् मनै पराउँदैन थियो होइन। मेरो त घरमा कोही पनि सङ्गीतमै छैन। मेरो
बुवा आमा मात्र होइन मेरो एकदम पुरानो टाढा नातेदारसम्म पनि कोही सङ्गीतमा छैन मेरो चाहिँ होइन भनेपछि हाम्रो फ्यामिली ब्याकग्राउन्ड त्यस्तो त्यो म्युजिकल पनि थिएन भनेपछि हामीलाई त त्यो बुवाहरूको आफ्नो अफिस गर्नुहुन्थ्यो सो मनै बनाउनु हुँदैन थियो होइन म त कान्छो छोरो थिएँ तर त्यो 50 को दशक त्यसरी नै सुरु भयो कि 3वटा कुराले एकदम हाबी भइरहेको थियो त्यति बेला कि त केटाहरू त्यति बेलाको यङ्स्टर्सहरू कि चाहिँ बढी ड्रग्समा लाग्ने समय थियो होइन त्यति बेला एकदमै ड्रग्स हाबी भइरहेको थियो अनि त्यसपछि कि चाहिँ नभए एउटा ग्याङ फाइट हुन्थ्यो त्यो समयमा त्यो टाइममा काठमाडौँ एकदमै अब ग्याङ फाइट चलिरहेको थियो नि त त्यति बेला अनि बच्चाहरू अब बिहान घरबाट निस्कियो भने बुवा आमाहरूले छोरा राति घरसम्म आएन भने कता गयो भन्दा कि त अब पुलिस चौकीतिर खोज्न जानु पर्थ्यो कि त हस्पिटलतिर भेटिन् प्रायः समय त्यस्तो थियो झगडा भइराख्ने जताततै अनि सो त्यसले गर्दा कि चाहिँ अनि यो एउटा सङ्गीतको ब्यान्ड बनाउने समय थियो अनि ब्यान्ड्सहरू बनाउने मान्छे केटाहरू म्युजिकमा लागिरहेको थियो त्यसले गर्दा चाहिँ अलिकति त्यो दुईवटा चिजभन्दा चाहिँ जस राम्रो छ है सङ्गीतमा लागेको चाहिँ भन्ने अलिकति उचाइ थियो तर पनि त्यस्तो विधि चाहिँ तिमी लाग तिमी गर भन्ने चाहिँ कहिले पनि भएन होइन कति पछिसम्म मैले एउटा चर्चा कमाइसक्दा पनि मेरो बुवालाई चाहिँ अझ थाहा पनि थिएन कि मैले त्यो सङ्गीतमा मैले गरिरहेको छु भन्ने कुरा दाइहरूको अलिअलि सपोर्ट थियो होइन म कान्छो छोरा भएकोले दिदीहरूले सपोर्ट चाहिँ गर्नुभएको थियो तर बुवालाई खासै मन पर्दैन थियो अब आमा त त्यतिकै आमाले चाहिँ ठिकै छ भन्नुहुन्थ्यो तर बुवाले चाहिँ कहिले पनि चाहेको थिएन कि एउटा गायक बनोस् छोरा अथवा सङ्गीतमा लागोस् भन्ने चाहिँ इच्छा थिएन त्यो टाइममा त्यो भनौँ ग्याङ फाइट भयो त्यो टाइममा चाहिँ कि वाइल्ड हुने के दाइ नेचुरली अब त्यो समय कस्तो थियो भने चाहिँ एकदमै संसारभरि नै नेपालमा मात्र भएको कुरा होइन त्यो 90s को समय भनेको त्यति बेला मुभिजहरू पनि त्यस्तै आउने होइन त्यो एकदमै त्यस्तै अब मारकाट त्यस्तै झगडाहरू भएको आउने अनि अब अहिले जस्तो मान्छेहरूलाई बिजी बनाउने कुराहरू जस्तो अहिले अब यो फोनहरू यस्तो यस्तो आयो होइन ग्याजेटहरू भयो त्यति बेला त्यस्तो खासै धेरै पनि थिएन सो दाइको पाला पेजर पनि त्यो लन्च त्यही बेला भयो कि त्योभन्दा अगाडि हो पेजर त्यति नै बेला मेसेज एउटाकोमा मेसेज आउँछ अनि फोन 2000 तिरको कुरा हो 2002 2001 तिर पेजर हामीले पनि चलायौँ होइन त्यही समय त्यसपछि मोबाइल चाहिँ ठ्याक्कै अनि बिस्तारै सुरु हुँदै गयो त्यसपछि चाहिँ अनि त्यो त्यस्तो अब केटाहरू ग्रुपमा हिँड्ने अनि अब झगडा गर्ने समय कपाल पाल्ने होइन त्यो समय नै एउटा दाइको चाहिँ त्यस्तोसँग केही परै परेन दाइ होइन अब त्यति बेला त्यो नपरेको मान्छेहरू नै हुँदैन थियो होइन त्यति बेला त्यस्तो मैले भनिहालेँ नि त्यति बेला त्यो झगडा गरेर नहिँड्ने गर्दिनँ भन्दा पनि बच्ने त्यस्तो समय नै थिएन कलेज होस् स्कुल होस् जहाँ पनि त्यो नर्मली त्यस्तो झगडाहरू भइ नै राख्थ्यो होइन यता कलेजको केटाहरू अर्को कलेजमा गएर झगडा गर्न जाने उताको कलेजहरू केटीहरूलाई जिस्काउने त्यो समय त्यस्तै थियो क्या त्यो एउटा वाइल्ड समय थियो मान्छेहरू त्यसरी नै हुर्किराखेको थियो पार्ट अफ इन्टरटेनमेन्ट हो कि समयको होइन समयको बहाव भनौँ न त्यो संसारभरि नै थियो त्यो नेपालमा मात्र भएको होइन हाम्रो संसारभरि नै भइरहेको थियो त्यो 90s को समय त्यसरी नै अगाडि बढिरहेको थियो धेरै मान्छेहरू अब कति मान्छेहरू त्यो झगडाहरूमा परेर मरेकाहरू पनि छन् कति मान्छे जेलमा परेकाहरू पनि छन् हाम्रै आफ्नै साथीहरू छन् भनेपछि त्यो समय एउटा त्यसरी नै अगाडि बढेर 2000 अनि 2000 पछि चाहिँ बिस्तारै यो समयहरू हराउँदै गयो भन्नुपर्छ त्यसपछि दाइ त म्युजिकको 50s देखि अहिलेसम्मको म्युजिक देख्नु भएको छ दाइ यो चेन्जेसदेखि लिएर टप फ्लो दाइले भएको थियो मलाई असम याद छ कि त्यो यो टप फ्लो पनि दाइहरूको चाहिँ जेनेरेसनले दाइले भोग्नु भएको छ पहिलाको हामी त म त दाइसँग कन्ट्याक्ट भएको पछिल्लो समय पनि दाइहरूको एकचोटि कन्सर्टमा हामी सबैजना जाँदाखेरि म नामै लिन्छु हाम्रो दिपेन दाइ सेलरोटीको अब अहिले बिजनेस के गर्नुहुन्छ त्यतै ललितपुरै हुनुहुन्छ दाइ अनि त्यो बेलामा आर्टिस्टहरू अनि त्यो बेलाको भेटाहेरीको पहिलाको अनि त्यसपछि एउटै प्रोग्राममा सायद ललितपुरै कहाँ हो दाइ एउटै स्टेजमा 20-25 जना कलाकार उकाल्ने भनेको त्यो टाइम त्यो बेलाको समय र अहिलेको समय के छ दाइ यो राम्रो हो कि नराम्रो हो कि भएको चाहिँ के हो दाइ म्युजिकमा त्यो बेलाको टाइम अहिलेको टाइममा चाहिँ यस्तो अब समयको हरेक चिजको एउटा समय अब अनुसार त्यसको त्यो चेन्ज हुँदै गइहाल्छ त्यो त अब कसैले रोकिन सकिँदैन होइन म्युजिकमा मात्र होइन हरेक फिल्डमा छ त्यो कुराहरू त्यति बेला चाहिँ थोरै कलाकार हुन्थ्यो अनि कलाकार बन्नु पनि एउटा चुनौतीको कुरा थियो नि त त्यति बेला सजिलै कलाकार बन्न पाइँदैन थियो सबै मान्छेले आफू बन्छु भनेर चाहेर पनि बन्न सकिने थिएन धेरै कुराको डेडिकेसन चाहिन्थ्यो मान्छेलाई अब सिक्नु पर्यो जान्नु पर्यो त्यस्तो केही अरू चिजहरू थिएन जसले गर्दा चाहिँ अब रेकर्डिङ स्टुडियोहरू धेरै थिएन त्यसको लागि महिनौँ समयदेखि समय लिनुपर्ने अवस्था थियो म एउटा गायक बन्छु भने चाहिँ उसले आफ्नो एउटा पुरा जवानी उसको एउटा सबै समय उसले होम्नु पर्थ्यो म्युजिक कम्पनीमा गीत सुनाउनु पर्थ्यो होइन अब हरेक म्युजिक कम्पनी लिनु पर्थ्यो त्यसपछि अब त्यो गीतहरूबाट त्यसपछि त्यो अडियोको क्यासेटको कभरहरूमा हामी सिग्नेचर गर्थ्यौँ त्यसमा चाहिँ त्यसको बापत हाम्रो रोयल्टी आउँथ्यो होइन त्यो समयहरूलाई सम्झिँदा रमाइलो छन् तर त्यो पार्टहरू गर्दै आएको भएर हामीलाई चाहिँ अहिलेको समय धेरै सजिलो जस्तो देखिन्छ हामीले हेर्दा चाहिँ अहिले त हामी केही गीत गऱ्यो भने तुरन्त युट्युबमा हाल्न पाएँ होइन
कसैको उयो गरिरहनु परेन। त्यति बेला अब टिभीहरूमा त्यस्तै समय थियो, यता टिभीले बनाएको गीत अर्को टिभीमा नबजाउने होइन, उता टिभीले बनाएको गीत अर्कोमा नबजाउने, फेरि टिभीमा बजाइदियो फेरि टिभीमै डाइरेक्टरहरू हुने, त्यहाँको डाइरेक्टरले बनाएको अर्कोमा नबजाउने, त्यो समय सबै हामीले झेलेर आएको मान्छेहरू हामी, त्यो सबै फिल्टर हुँदै हामी आएको मान्छेहरूले। त्यो राम्रो दाइ, अलिकति यो चेन्जेसहरू केही हदसम्म राम्रो भएको छ, पुरै राम्रो छ कि केही न केही एउटा हरेक नराम्रो होइन, हरेक समयमा राम्रो पनि त्यति बेलै हुन्छ, नराम्रो पनि त्यति बेलै हुन्छ होइन। अहिले पनि राम्रो पनि कुराहरू धेरै छन् त, नराम्रो विकृति पनि धेरै छन्, त्यति बेला पनि विकृति त अब हरेक समयमा हुन्छ नि। त्यसले गर्दा चाहिँ अहिलेको समयमा सजिलो छ, तर मान्छेलाई अब त्यति पहिला जस्तो चाहिँ वाउ अब कलाकार भनेर मान्छेलाई त्यो हुने समय चाहिँ छैन अहिले होइन। अलि इजी छ, मान्छेलाई जहाँ पनि भेटिन्छ, जता पनि देखिन्छ, कलाकारको बारेमा सबै अहिले छर्लङ्ग खुल्ला अब देखिन्छ, यो मान्छे के गरिरहेको छ, यो मान्छे को हो भन्ने कुरा थाहा हुन्छ। पहिला त्यस्तो थाहा हुँदैन थियो, यो मान्छे कहाँ छ भन्ने कुरा मान्छेलाई थाहा हुँदैन थियो, त्यो पेपरहरू पढेको भरमा, उसको टिभीहरूमा देखेको भरमा त्यो मान्छेको एउटा स्टारडम हुन्थ्यो होइन, त्यसलाई अनि मान्छेलाई अलिकति देख्न पनि मान्छेलाई भ्यालु हुन्थ्यो भने अहिले चाहिँ त्यस्तो चाहिँ मान्छेमा छैन। तर कलाकार अब कुनै फिल्डमा आइहाल्नलाई चाहिँ धेरै यस्तो विधाहरू छन् जसले गर्दा इजी छन् मान्छेलाई जान्ने चाहिँ। दाइको चाहिँ त्यतिखेर पुरा पहिला ब्यान्डबाट सुरु गर्नुभयो, ब्यान्ड थियो? सुरुवाती दिनमा चाहिँ हामीले ब्यान्डबाटै सुरु गऱ्यौँ होइन। सुरुवाती दिनमा त अब ब्यान्ड भन्दा पनि हामी पहिला सिक्न जान्थ्यौँ होइन, अनि सङ्गीत सिक्नु भने त्यो बेला पनि म्युजिक सिक्ने ठाउँमै हुन्थ्यो कि अथवा सम्बन्धित व्यक्तिसँग? टिचरहरू एउटा मतलब त्यो अहिले जस्तो ठुलो त्योहरू पाठशाला मतलब स्कुलहरू चाहिँ खासै थिएन होइन, एउटा इन्डिभिजुअल सरहरूबाट हामी सिक्थ्यौँ होइन। अनि त्यो सरहरू सिक्न जाने क्रममा त्यहीँ मेरो 2-4जना साथीहरूसँग मेरो चिनजान भयो, उनीहरू पनि अब भर्खर हामी सबै क्लास 10 टेस्ट दिने त्यति बेला समय थियो, त्यो टेस्ट दिएपछि हामी म्युजिक चाहिँ अब चाहिँ सिक्नु पऱ्यो। पहिला चाहिँ घरमै गिटार बजाउने, टोलमा मात्र देउसी भैलो सानोतिनो कार्यक्रमहरूमा बजाउने हामी, अब चाहिँ मतलब उनीहरू लाग्नु पऱ्यो भने सिक्नु पऱ्यो भने हिसाबले सङ्गीत सिक्न जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ मैले 3-4जना साथीहरू भेट्यौँ र अनि साथीहरूसँग चिनजान हुँदा मेरै घर छेउ नजिककै साथीहरू रहेछ, अनि हामी सधैँ बेलुका भेट्ने, अब जस्तो म्युजिकमा कुरा भएपछि भेट्ने, अनि हामी गिटार बजाउने, अनि सबै सामानहरू जुटाएर अनि कहिले उसको घरमा कहिले उसको घरमा हामी प्र्याक्टिसहरू चाहिँ गर्थ्यौँ। त्यसरी चाहिँ हामीले एउटा ब्यान्डलाई अनि जन्म दियौँ भनौँ, ब्यान्ड बनायौँ हामीले भन्नुपर्छ। त्यसपछि ब्यान्डबाट पनि एल्बम त निक्ल्यो कि दाइ निक्लेन? पहिलो गीत चाहिँ अब त्यो ब्यान्डबाटै गऱ्यौँ, हुडस ब्यान्ड भन्ने नाम राख्यौँ त्यसलाई चाहिँ हामीले होइन। अनि त्यस बेला चाहिँ अनिल स्थापित दाई हाम्रो त्यति बेला भर्खर 50को दशकबाट पप गीतको लहर नेपालमा एकदमै हुँदै अब मतलब यङ्स्टरमा पप गीतले एकदम छाप छोड्न सफल भइरहेको थियो भने चाहिँ त्यो समयमा चाहिँ अनि हाम्रो अनिल स्थापित दाइले चाहिँ अब एउटा नयाँ कलाकारलाई मात्र राख्ने ट्यालेन्ट्स भन्ने एल्बम निकाल्ने भन्ने एउटा हल्ला बजारमा आएपछि हामी पनि सोध्नु गयो र अनि दाइले भन्नुभयो ठिक छ तिमीहरूसँग गीत छ भने गीत देऊ, तर सेलेक्सनमा पर्नुपर्छ, यो थुप्रै गीतहरूको यहाँ हुन्छ भनेपछि हामीले दियौँ। अनि अब 100औं गीतहरूको सेलेक्सनमा चाहिँ हाम्रो त्यो गीत पनि पऱ्यो, मायाले हेरिदेऊ न मलाई भन्ने गीत थियो। त्यो एल्बममा चाहिँ अब म लगायत निमा, बबिन प्रधान दाई, सचिन रोनियार दाई होइन, राजु लामा, हामी थुप्रै त्यही सबैजना अलमोस्ट त्यो एल्बमबाटै आएका सिङ्गरहरू हौँ कि। त्यसपछि चाहिँ हामी त्यसबाट चाहिँ त्यो एल्बमबाट चाहिँ नेपालमा पप गीत चाहिँ अब पप गीत चाहिँ व्यावसायिक भयो है भन्ने कुरा चाहिँ त्यो एल्बमले देखायो। त्यसपछि भन्नु दाइको त्यो ब्यान्डमा चाहिँ दाइ मात्रै भोकलिस्ट कि अरू पनि? म र अर्को मेरो साथी 2जना भोकलिस्ट थियौँ त्यो ब्यान्डमा। टिमको कोही मेम्बर अहिले सक्रिय हुनुहुन्छ? कोही पनि सक्रिय छैन, उनीहरू पछि त्यसपछि मैले त्यो ब्यान्ड पनि छोड्यौँ, अनि मैले अर्को ब्यान्ड जोइन गरेँ त्यसपछि, अनि त्यसपछि उनी भयो। दाइले फेरि त्यसपछि पनि अर्को ब्यान्ड जोइन गर्नुभयो? त्यसपछि त्यो ब्यान्डसँग म क्लास पनि भएँ, किनभने अब एसएलसी दिने समय थियो, एसएलसी दिनमा हामी अलिकति कम्पनी भयो, सबैजना घर परिवारमा गाली गर्ने होइन। पहिलो भनेपछि पहिलो तपाईँको आवाज गुन्ने भने चाहिँ त्यो अनिल दाइको एल्बममा त्यसबाट 10 क्लास पढ्दा पहिलोचोटि त्यो एल्बम गरेपछि अनि त्यो अब समय फेरि अब त्यसरी कन्टिन्युटी दिन अलि सकिएन होइन। अनि फेरि कलेजको जोइन फेरि अब पढ्नु पऱ्यो, त्यो बेला एसएलसी भनेर फेरि ठुलो भयो होइन, आइरन गेट भन्थ्यो। त्यसले गर्दा अब परिवारमा पनि गाली गर्ने त्यसरी हिँड्यो भनेर अनि त्यसपछि अलिक गिटार सिटार थन्काएर अनि पढ्नुतिर लाग्यो। अनि आफ्टर एसएलसी चाहिँ फेरि मैले एउटा ब्यान्ड फर्म गरेँ, अनि त्यसमा चाहिँ हाम्रो टोलमै छिमेकमै भएको मेरो साथी अनि मेरो आफ्नै दाईलाई ड्रमर मेरो सुरेश मानन्दर मेरो दाई अनि पूर्ण गले भन्ने मेरो साथी राखेर हामीले क्याच साइन भन्ने ब्यान्ड फर्म गरेर अनि त्यसपछि चाहिँ मैले कन्टिन्युटी म्युजिकलाई फेरि दिएँ भन्नुपर्छ। हजुर, त्यसपछि फेरि ब्यान्ड चाहिँ चलिरहेन नि त कि बिचमा फेरि ब्रेक? अनि त्यसपछि यस्तो भयो, अनि त्यो एल्बम निकाल्यो त्यो ब्यान्डबाट चाहिँ, अनि प्रोग्रामहरू गरेर हिँड्ने होइन, त्यही त हो नि, त्यति बेला प्रोग्राम गर्ने। एल्बम पनि निकाल्ने 2053 सालमा सम्झनाको चौतारीमा भन्ने एल्बम निकालेँ, एल्बम खासै चलेन होइन, त्यस्तो खासै चलेन एल्बम, अनि नाम पनि त्यति माथि आएन। फेरि त्यसपछि केटाहरू फेरि कता लाग्न थाल्यो, ब्यान्डको केटाहरू है, कोही कता कोही बाहिर जाने पढ्न जाने कोही के भयो, त्यो उमेर रमाइलोले गरेर टाइपको भयो। हामी चाहिँ सबै लडमा लागेको पनि भयो, तर ममा चाहिँ बच्चादेखि एउटा त्यो मेरो भित्री नै हुनै थियो होइन। म चाहिँ सङ्गीतमा
केही गायक बन्छु भन्दा पनि मलाई सङ्गीतलाई चाहिँ एकदम आत्मसात गर्नु मन लाग्ने कि अब सिक्छु सङ्गीतमा चाहिँ एउटा के प्रकार केही छ मलाई जहिले पनि हुने कि त्यसले मलाई तानिराख्थ्यो कि एकदम गिटार बजाएर गीत गाउन जाने भने चाहिँ कस्तो हुँदो रहेछ यो भन्ने कुरा मलाई सधैँ हुन्थ्यो मेरो पहिलो नै इच्छा नै एउटा गिटार बजाउने मात्र थियो मलाई म गिटार बजाउँछु र अनि काहीँ साथीभाइको अगाडि गीत गाउनु चाहिँ मलाई एकदम रहर थियो क्या यत्तिको गाउन जाने पुग्यो है भन्ने चाहिँ मलाई थियो त्यही क्रमले लाग्दै गर्दा खासै म त्यो सिङ्गर बन्छु अथवा ब्यान्ड खोल्छु भन्ने सोचमा लागेको मान्छे पनि होइन त्यसरी सिक्न चाहिँ मन लाग्ने अब त्यति बेला जहाँ पाएँ त्यहाँ सिक्न नपाउने भएर अनि त्यो ब्यान्डको पछि हिँडिरहने म केही सिक्न पाइन्छ कि भने त्यही समयमा मैले ड्रम सेट बजाउनु तपाईँहरूको पालामा त्यो के अरे म्युजिकमा पनि स्ट्रिक्टनेस थियो अब त्यो बेला के अरे राज परिवार टाइपकोहरूबाट त्यो के हुन्थ्यो त त्यस्तोमा सेन्सरहरू के हुन्थ्यो गीतहरूमा प्रोग्रामहरूमा त्यस्तोमा त्यो सेन्सर त अब त्यसरी बोल्न पाइने त्यस्तो अहिले जस्तो खासै त्यो अलिक गाह्रै थियो त्यो त प्रोग्रामहरूमा पनि सर्टेन यो टाइमसम्म प्रोग्राम गर्नेदेखि लिएर त्यस्तो हुन्थ्यो त्यो समय थियो त्यसमाथि पनि नेपाली पप गीत जति बेला एउटा चाखलाग्दो कुरा पनि छ होइन पप गीतले जति बेला नेपालमा जरो गाड्न सुरु गर्यो त्यति बेला पप गीतलाई त्यति राम्रो भनिँदैन थियो कसैले पनि होइन त्योभन्दा अगाडिको जेनेरेसनहरूले अनि रेडियो नेपालमा मलाई थाहा भएको अनुसार हामीले सुरु गर्ने बेलामा रेडियो नेपालमा बेलुकीको समयमा 9 to 9:30 समथिङ यो टाइममा चाहिँ एउटा पप गीतको लागि होइन आधी घन्टा समय दिएको थियो कि त्यो 4-5 एपिसोड मात्र चल्यो त्यो प्रोग्राम त्यसपछि त्यसलाई एकदम स्ट्रिक्टली त्यसलाई बन्दै गरायो क्या नेपालबाट यो चाहिँ यो राम्रो चिज होइन एकदमै विकृतिको रूपमा आयो भन्ने कुरा भयो क्या तर नेपाली पप गीतले चाहिँ के गर्यो भने चाहिँ नेपाली पप गीतले यस्तो एउटा समय ल्याइदियो कि होइन पहिला बजारमा चाहिँ बिहा भोजहरू भयो भने तपाईँको हिन्दी गीतहरू बढी बज्ने होइन इङ्ग्लिस गीतहरू बज्थ्यो भने चाहिँ नेपाली गीतहरू फाटफुट बस्थ्यो फिल्मको गीतहरू 2-4वटा बस्थ्यो तर त्यो नेपाली गीतलाई नै एकदमै उ गर्ने समय चाहिँ त्यस्तै थिएन तर जबदेखि पप गीतले बिस्तारै मार्केट लिन थाल्यो टिभीहरूमा पप गीतहरू बज्न थाल्यो त्यसपछि मान्छेहरूले बिहा भोज भतेर जहाँ पनि नेपाली पप गीतलाई बजाउन एकदम बढी थाल्यो त्यसपछि मान्छेले किन्न पनि थाल्यो पप गीत होइन मान्छेले क्यासेट किन्ने बानी पनि भन्न थाल्यो नेपाली एल्बम किन्नुपर्छ है भन्ने पनि भयो त्यसपछि यस्तो बवाब भयो त्यसपछि दोहोरीदेखि लिएर हरेक विधाको गीतहरू बन्न थाल्यो आउन पनि थाल्यो हुन त पहिला पनि आइरहेको थियो होइन पपभन्दा पहिला पनि थियो तर व्यावसायिक रूपमा चाहिँ मान्छेले किनेर कलाकारलाई नै अब घरै किन्ने पैसा पनि आउने होइन त्यस्तो समय आयो किनभने पप गीतले नै आफ्नो जरो गाडिरहेको थियो लोक दोहोरी त झन् माथि आउने नै भयो त्यो त झन् पुरा होल नेपालले सुन्ने भयो पप त सर्टेन सहरहरूमा मात्र सुन्थ्यो होइन त्यसपछि चाहिँ व्यावसायिकता चाहिँ पप गीतले चाहिँ ल्याइदियो भन्न चाहिँ मजाले रुचाउँछु यो कुरा रोयल्टीको कुरा त्यो बेलामा रोयल्टी भन्ने एउटा चलन थियो हजुर त्यो रोयल्टी हामी चाहिँ एल्बमलाई 2 तरिकाले दिन्थ्यो एउटा चाहिँ कि त प्रड्युसरले कम्पनीले किनेर दिन्थ्यो कि कसैले चाहिँ त्यो एल्बम त्यो पुरै नै एल्बम हामीले रेडी गरेर हामीले रेकर्डिङ पुरै गर्थ्यौँ अनि उहाँलाई लगेर उहाँले सर्टेन एमाउन्ट हामीलाई दिन्थ्यो त्यसमा चाहिँ हामीले उहाँलाई त्यो एल्बमै दिएपछि त्यसको सबै काम भिडियो बनाउनेदेखि लिएर त्यसको कभर सबै काम उहाँले गर्थ्यो एउटा पार्ट चाहिँ त्यो थियो अर्को रोयल्टीमा भन्ने चाहिँ हामीले उहाँलाई गीत दिन्थ्यौँ हामी आफ्नो सबै कपिराइट बेच्न चाहँदैनथ्यौँ भने चाहिँ हामीले त्यो गीतलाई चाहिँ अनि कभर हामी आफै छाप्थ्यौँ अनि कभर बनाएर हामी डिजाइन गर्थ्यौँ सो त्यो कभर चाहिँ हामीले उहाँहरूलाई हामी सिग्नेचर गर्दै लान्थ्यौँ र उहाँले त्यसको रोयल्टी बापत मलाई थाहा भएको अनुसार पर एल्बमको मैले 6 रुपियाँदेखि एउटा एल्बमको 6 रुपियाँ मैले रोयल्टी पाउँथेँ तर त्यो समयमा 6 रुपियाँ रोयल्टी पाउनु भनेको यदि एल्बम चल्यो भने लाख एल्बम जान्थ्यो र अनि मान्छेले त्यो उमेरमै 20-21 वर्षको उमेरमा 10 लाख 20 लाख कमाइसकेका हुन्थ्यो मान्छेहरूले त्यो समयमा त्यो टाइममा जबकि होइन त्यो समयमा जग्गा नै 40-50 हजार आनाको 40-50 हजार आउने समयमा थियो त्यो समय त्यस्तो थियो भनेपछि अहिले यो त्यसलाई चाहिँ अहिलेको टेक्नोलोजीले त्यो असर गरेको छ अब यस्तो भयो अहिले चाहिँ डलर भन्ने भएको छ अहिले चाहिँ के भयो भने चाहिँ अहिले चाहिँ अब हरेक कुरा फ्रीमा पायो क्या अहिले चाहिँ होइन मान्छेलाई गीत सुन्नलाई पनि अब पैसा पे गर्नु परेन पहिला चाहिँ पे गर्नु पर्थ्यो एल्बम किनेर ल्याउनु पर्थ्यो अनि उसलाई कस्तो भयो भने मैले किनेको भने चाहिँ उसको एउटा सम्पत्ति भएको थियो होइन उसलाई माया पनि हुन्थ्यो होइन त्यत्रो पैसा मैले 50-60 रुपियाँ हालेको छु एउटा एल्बममा भनेपछि त्यो ठुलो कुरा थियो अनि घरमा हामी कलेक्सन सम्हालेर राख्थ्यौँ भने चाहिँ अहिले फ्री भयो त्यही गीत तपाईँले पनि फ्रीली सुन्छौँ मैले पनि फ्री सुन्छु यो युट्युब भन्ने चिजले फेरि एउटा चिज यस्तो गरिदियो कि उनीहरूले सुरुमा हामीलाई चाहिँ एउटा प्लेटफर्म दियो हामीलाई सबैले त्यसको एडिक्सन बनाइदियो हामीलाई हामी त्यसमा एडिक्टेड हामी सबैजना भयौँ त्यसमा होइन अब बिस्तारै चाहिँ अब त्यसलाई नै हामीले पे गर्दै लानुपर्ने अब मान्छेलाई त्यसको एउटा नसा लागिसकेपछि त्यहाँ गीत हाल्नको लागि मान्छेको कम्पिटिसन हुन थाल्यो अब बुस्ट गर्ने हरेक गर्ने चिज भयो फेरि उसले कमाउनु थाल्यो क्या पैसा यो उनीहरूको पोलिसी हो खास यो होइन अब तर संसारै अब त्यसैमा छ अब त्यसलाई भन्ने कुरा नै भएन दाइ यो अब एउटा एकदमै दाइको चाहिँ मुखमा झुन्डिया मेरो मात्रै हो कि सायद प्रायः सबैको होला म यस्तो गीत गाउँछु तिम्रो सम्झना यो गीतको बारेमा त यो कसरी कम्पोज लिरिक्स सबै तपाईँको आफ्नै हो है लिरिक्सदेखि कम्पोजदेखि भोकल तपाईँको दाइलाई एउटा नाम जोइब मानन्दर बनाउने गीत पनि मेरो विचारमा यो एउटा इटार थप्ने गीत यो हो सायद
इटा मात्र होइन मलाई चिनाउने होइन आजसम्म नि मलाई चिनाउने गीत म यस्तो गीत गाउँछु नै हो होइन यो गीतको बारेमा त केही यो गीत यस्तो भयो अब 2057 सालमा रिलिज हो यो गीत चाहिँ होइन मेरो पहिलो एल्बम सम्झना चौतारीमा खासै चलेन अनि त्यसपछि मैले अहिले भने जस्तो ब्यान्ड्सहरू सबै केटाहरू यताउता जान थालेपछि म चाहिँ कन्टिन्युटी लागिरहेको थिएँ एक्लै गरौँ केही गरौँ नयाँ गरौँ भनेर एक्लै जाने स्टुडियोमा जाने अब गीतहरू कम्पोज पनि आफू जानी नजाने आफूले जति जानेको छ त्यो आधारमा कम्पोजहरू गर्ने अनि कार्यक्रमहरूमा भाग लिँदै जाने म त्यस्तो गरिरहेको थिएँ अनि त्यो गर्दा गर्दा गर्दै 55-56 सालतिर मैले यो गीतलाई ऊ पनि गरेँ होइन कम्पोज पनि गरेर रेकर्डिङ गर्ने ताका चाहिँ मैले ब्यान्डको मेरो टोलको साथीभाइहरूले म सुनाइरहेको थिएँ मैले यो गीत कम्पोज गरेँ यसरी भनेर सुनाइरहेको थिएँ त्यो एउटा कुरा रमाइलो कुरा छ कि त्यति बेला चाहिँ त्यो म यस्तो गीत गाउँछु तिम्रो चाहनामा भनेर मैले गीत सुनाउँदाखेरि चाहिँ मेरो साथीहरू सबैजना त्यो गीत सुनेर थुप्रोजना मान्छे हाँसेको थियो क्या मलाई चाहिँ यो कस्ता खाले शब्द होइन यो अब के नमिले जस्तो शब्द के शब्दै नमिलेको क्या यो के भनेर म यस्तो गीत गाउँछु भने न कि त यो त आधुनिक टाइपको गीत हुनु पर्यो शब्दले त आधुनिक जस्तो मागिरहेछ भन्ने भयो अनि म पनि अब त्यति बेला त्यही अब 18-19 वर्ष होइन उमेरमा 20-22 वर्षको उमेरमा त्यो गीतले मलाई पनि कन्फ्युज चाहिँ म अलिअलि भइरहेको थिएँ क्या तर पनि भित्री एउटा मनमा थियो कि यो गीत राम्रो छ चल्छ यसलाई अब केही नयाँ थियो त्यो गीतमा चाहिँ कि त्यसमा चाहिँ कस्तो भने चाहिँ अलिकति नयाँपन के थियो भने त्यति बेला त्यति गीतहरूमा ऱ्यापहरू युज गरेर बनाउने चलन थिएन क्या सो मैले त्यसमा त्यो गीतमा ऱ्याप भर्सन एउटा पनि राखेँ र गाउने मान्छे त्यति नभेटेको कारणले चाहिँ मैले आफैले ऱ्याप पनि गरेँ क्या त्यो भोइस पनि मैले आफैले लेखेर जानी नजानी तवरले मैले आफैले गरेँ होइन अनि भिडियो पनि हाम्रो त्यस्तै नै बन्यो जसमा मेरो आफ्नै दाइ एज अ मोडल खेल्नु भयो सुरेश मानन्द होइन हामी दुईजना उस्तै देखिन्थ्यो त्यो समयमा त्यस्तरी आउने चाहिँ एउटा नयाँ टाइपको गीत भयो क्या त्यो त्यति बेला अलिकति बढी जस्तो गीतहरू लोक बेसमा चल्ने गीतहरू समय भइरहेको थियो हाम्रो नेपथ्यहरूको उहाँहरूको जस्तो गीतहरू चलिरहेको समय थियो किन चाहिँ हामीले अलिक डिफ्रेन्ट बिटमा चाहिँ अलिकति चेन्ज गरेर अलिक डान्सिङ नम्बर अलिकति उ गरेर चाहिँ यो म यस्तो गीत गाउँछु ल्याउँदा यसले अत्याधिक सफलता पायो होइन अहिले एकदमै अब ठुलो सफलता त्यो बेला काउन्टडाउनमा हिँड्दै अनि त्यो शुक्रबार आउने पत्रिकाको त्यो टप नम्बर 1 मा एकदम जहिले पनि अब नम्बर 1 त्यो बेलामा चाहिँ हिन्दी गीतहरू पनि आउँदै थिए साइडमा हिन्दी छुट्टै अनि नेपाली गीत छुट्टै चलचित्र गीतहरू भन्दै आउँथ्यो पप गीतको चाहिँ नम्बर 1 भन्दै 2-3 हप्तासम्म बस्दा दाइले त्यो बेलाको फिलिङ्स कस्तो हुन्थ्यो एकदमै त्यति बेला त हेर्ने भनेकै त्यो एउटा काउन्टडाउन भनेर ठुलो हेरे त्यो साप्ताहिकमा आउँथ्यो एउटा काउन्टडाउन भनेर होइन अनि अरू वेब म्यागजिनहरूमा आउँथ्यो होइन त्यति बेला त अब एउटा सानो साप्ताहिकमा आयो भने होल नेपालदेखि लिएर अब नेपाल बाहिर बस्नेहरूलाई सबैलाई थाहा भइसक्यो हुन्थ्यो कि यो आयो यो मान्छे गीत 1 नम्बरमा छ भने चाहिँ त्यो जेन्युन भयो क्या त्यो चिजमा कसैको पनि ऊ भएन अनि त्यसपछि फेरि एउटा कस्तो भने अहिले चाहिँ कस्तो भएको छ भने चाहिँ कुन गीत कति हिट भनेर थाहै छैन क्या मान्छेलाई अहिले सबै गीत हिट जस्तो लाग्छ होइन अब अहिले त गीत हिट हो कि होइन भने टिकटकले छुटाउँछ अहिले होइन टिकटकमा कतिको गीत बज्यो त्यो अनुसार मान्छेलाई थाहा हुनु पऱ्यो क्या तर त्यति बेला चाहिँ एउटा मान्छे हिट यसरी भयो भने चाहिँ त्यसलाई होल नेपालको मिडियादेखि लिएर हरेक फिल्डको मान्छेदेखि लिएर प्रोग्राम अर्गनाइजरदेखि लिएर उसलाई चाहिँ त्यो एउटा स्टारडम उसले पाउँथ्यो क्या उसलाई सबैले बोलाउने सबैले उसलाई सम्मान दिने मेरो त्यो गीत मलाई थाहा भएको अनुसार मेरो त्यो गीत जति बेला नम्बर 1 मा थियो अलमोस्ट नेपालको सबै च्यानल्सदेखि लिएर सबै रेडियो च्यानलदेखि लिएर सबैमा नम्बर 1 मै थियो क्या त्यो होइन त्यो हप्तौँ महिनोसम्म बस्यो कि त्यो म्यागजिन्सहरूमादेखि लिएर हरेकमा त्यस्तरी त्यो एउटा स्म्यास हिट नै हुन्थ्यो क्या हामी त्यसरी हिट हुन्थ्यो होइन सेल पनि त्यसरी नै हुन्थ्यो एल्बमको भनेपछि कार्यक्रमहरू त्यसरी नै हुन्थ्यो नेपाल बाहिर नेपालभित्र सबै कार्यक्रमहरू त्यो समयमा एउटा स्टार जन्मिन्थ्यो कि अनि 3-4 वर्षसम्म त्यो स्टारको एउटा त्यो भ्यालु रहन्थ्यो कि त्यति बेला होइन त्यस एउटा गीतले हेर्दै किन अर्को स्टार जन्मिन टाइम लाग्थ्यो कि होइन किनभने गाह्रो छ नि त त्यो त बजारमा आएर गीतले मान्छेलाई छोएर होइन मान्छेलाई गीतले छोएर त्यो धेरै चिज छ मान्छेले क्यासेट किनेर बल्ल हिट हुने हो क्या सेलिङको आधारमा होइन कति सेल भयो हल्ला आफै थाहा हुन्छ कति सेल भइसक्यो अब अहिले त भ्युजको भरमा चाहिँ हिट हुन्छ गीत अहिले अब अहिले भ्युज पनि थुप्रै तरिकाहरूले भ्युजलाई गर्न मिल्ने समस्या हुन्छ नि तपाईँलाई त्यही अरू कन्फ्युज छन् क्या मान्छेलाई भ्युज धेरै भएकोलाई हिट भन्ने कि गीत राम्रो गीतलाई भ्युजै छैन क्या अन्त त्यसलाई हिट भन्ने हो होइन कति गीतहरू मान्छे गीतै गाउन जाँदैनन् तर उहाँहरूको तपाईँले भ्युज हेर्नु भने तपाईँ छक्कै पर्नुहुन्छ क्या त्यो गीतै गाउन नजाने भन्नु पनि दाइ त्यो पनि छन् इन्डस्ट्रीमा अहिले तपाईँले देख्दाखेरि छन् थुप्रै छन् छैन किन म त यो छक्क पर्छु कि समयअनुसार चाहिँ मान्छेहरू मलाई लाग्थ्यो कि हामीभन्दा पछिको जब जेनेरेसन आउँछ उहाँहरू चाहिँ अझ हामीभन्दा पुख्त होला भन्ने सोच लाग्थ्यो कि मलाई अब हामीले सक्दैन उहाँहरूलाई जस्तो हुन्थ्यो तर होइन रहेछ क्या अहिले चाहिँ झन् मान्छेहरूलाई इजी भएपछि मान्छेलाई चाहिँ त्यति सिक्ने रहर नहुँदो रहेछ मान्छेलाई क्या भनेपछि त्यति बेला झन् अब अहिले चाहिँ झन् धेरै सिकेर आउनु समय जस्तो देखिन् किनभने इजी छ नि त होइन सबै कुराहरू पाइन्छ भनेपछि तर अहिले मान्छेहरूलाई चाहिँ सिकौँ भन्ने कुराहरू चाहिँ अलिक धेरै सबैमा नहोला होइन तर
कतिमा चाहिँ किन सिकिरहनु पऱ्यो भन्ने पनि भयो कि धेरै टेक्नोलोजीहरू आइसकेको छ होइन अटोट्युन्सहरू छ धेरै चिजहरू छ अहिले तपाईँले सिकिरहनु पर्छ जस्तो मान्छेलाई भान हुँदैन कि तर इजी पनि बनाइदिन्छ इजी भयो नि त मान्छेलाई किन सिक्नु पर्यो पहिला त अब हामीलाई चाहिँ सिक्नुपर्ने जरुरत थियो किनभने एउटा कम्पिटिसन पनि हुन्थ्यो त्यो दाइ पहिला रेकर्डिङ स्टुडियोमा पनि त्यो बाजादेखि लाइभ बजाउनु पर्थ्यो अनि होइन हामीसम्म हाम्रो पालासम्म चाहिँ अब टेक लिने समय आइसकेको थियो होइन त्यो ट्र्याकमै जाने समय आइसकेको थियो त्योभन्दा पहिला त अझ लाइभ गर्नुपर्ने समय थियो भनेपछि अब त्यति बेला त कस्तो नि स्टुडियोमा जाँदाखेरि अब स्टुडियोका जुन हामीलाई उ गर्ने दाइहरू नै एकदम पोख्त हुन्थ्यो नि त सङ्गीतमा उहाँहरूले हामीलाई एक टेक लिएको भरमा तिमीले गाउँदैन तिमी अब 1 महिना अझ प्र्याक्टिस गरेर भनेर पठाउँथ्यो क्या हामीलाई होइन रेकर्डिङ दाइहरू यति सङ्गीतमा पोख्थ्यो उहाँहरू हुनुहुन्थ्यो क्या उहाँले हामीले गाएको भरमा तिमीहरूको भएको छैन तिमीहरूले अझ 1 महिना अझ सिक्नुपर्छ अझ प्र्याक्टिस गरेर आऊ भनेर पठाउँथ्यो क्या हामीलाई भनेपछि अब अहिले मान्छेलाई त्यो पनि रहेन कि कसैले केही सिक्नै पर्दैन अब सबै घर घरमा स्टुडियो छ भनेपछि त्यो चिजहरूको कमी चाहिँ अहिले अलिकति यो भन्नु चाहिँ विकृतिको रूपमा चाहिँ यी कुराहरू चाहिँ अहिले अगाडि बढ्छन् कि मान्छेलाई किन गर्नु पर्यो भन्ने फिल चाहिँ मान्छेलाई हुन्छ कि त्यो बिस्तारै किनभने विकास नै विनाशको बाटो भने जस्तै होइन जति विकास हुँदै गयो मान्छे त्यति नै मान्छे अल्छी हुँदै जाने मान्छेले त्यो गर्न नखोज्ने अनि त्यो समय चाहिँ अहिले देखिरहेको छ मान्छेहरूमा दाइको त्यो हामीले स्टार्डमको कुरा हेऱ्यौँ दाइको त्यो बेलाको हिट गीत जसले दाइलाई एउटा जोइब मानन्दर भनेर चिनायो होइन त्यो बेलामा दाइ अनि स्टार्डम स्टार फिल त्यो बेलाको भर्खर उमेर होइन अनि त्यो आफ्नो सपना साकार भएको त्यो टाइपको भनौँ न त्यो एउटा ड्रिम चाहिँ सक्सेस भयो त्यो फिलिङ्स कस्तो हुँदो रहेछ के गरियो त्यो बेलामा होइन भनेर 2-4 ठाउँमा ओए म यो पनि भनियो होला अथवा के गरियो दाइ सिस्काउँदै लिएर हरेक ठाउँतिर कतै हेर्नु नर्मली अब त्यो बेलाको त्यो स्टारको अब भ्याल्यु नै अर्को थियो होइन नर्मली हामी निस्किन घरबाट बाहिर निस्किन नै अलिक समय नै गाह्रै थियो क्या अब त्यस्तो नर्मली अहिले जस्तो इजिली निस्किहाल्नु पाइने समय थिएन किनभने टोलदेखि लिएर हरेक ठाउँमा चाहिँ अब त्यो एउटा मान्छे पब्लिक फेस भएपछि त्यसलाई अब अलिकति गाह्रै थियो जहाँ जाऊ इन्टरभ्यू दिन एफएममा गयो भने पनि आज यो सिङ्गर आउँदैछ भने चाहिँ एफएमको तल मान्छेको घुइँचै हुन्थ्यो होइन कतिचोटि मलाई थाहा छ मेरो बर्थडेको दिनमा म इन्टरभ्यू दिन गएको थिएँ तल मेरो फ्यान्सहरू केक लिएर मलाई भेट्न आउनेहरू पनि थिए होइन म विराटनगर फ्यान्सबाट चाहिँ त्यो अति भए मोमेन्ट छ दाइ राम्रो नराम्रो के राम्रो मोमेन्ट वाउ टाइपको र अनि के गर्दै होला टाइपको मोमेन्ट पनि होला नि दाइ दुईवटा मोमेन्ट ठ्याक्क याद भएको छ फ्यान्सबाट अब त्यस्तो धेरै नै छन् होइन त्यस्तो नभएको त होइन फ्यान्सहरू सधैँ सबै हाम्रो लागि भगवान् नै हुन् होइन उनीहरूलाई त अब म त्यस्तो केही पनि भन्नु उहाँहरूको कारणले आजसम्म हामी यहाँसम्म छौँ होइन त्यस्तो मोमेन्टहरू थुप्रै छन् एउटा विराटनगरको कार्यक्रममा पनि हामी कार्यक्रम गर्न जाँदाखेरि एउटा एफएममा एउटा इन्टरभ्यू राखिदिएको थियो होइन अनि त्यति बेला चाहिँ म एकदमै अब नर्मली अब स्टार त्यति बेलाको भर्खरै अब होइन आउँदै गरेको उभर्दै गरेको स्टार भनौँ न म थिएँ भने चाहिँ मेरो एकदमै फ्यान फलोवर पूर्वतिर बढी नै छ अहिले पनि छन् एकदम त्यति बेलाको मन पराउने मान्छेहरू सो त्यो कार्यक्रम जाँदै त्यही भोलि कार्यक्रम थियो अनि मलाई एक दिन त्यो एफएम कुन एफएममा चाहिँ मलाई बोलाएको थियो त्यो दिनमा चाहिँ त्यहाँ पुरै फ्यान्सहरू तल टन्नै थियो मान्छेहरू अनि त्यो चेन गेट लगाएर हात एउटा मात्र बाहिरतिर त हात मात्र छुनु लगाएको थियो क्या मलाई चाहिँ त्यो फ्यान्सहरूलाई क्या त्यहाँको दाइहरूले त्यसपछि अनि त्यहाँको त्यो फ्यान बहिनीहरू उहाँहरूले चाहिँ एकचोटि हेर्छु भनेर चाहिँ स्टुडियोमै ल्याएर चाहिँ त्यो राखेर चाहिँ उहाँहरूले तल बसेर सबैले मलाई एक्चुली हेर्नु भएको थियो कि त्यहाँ उहाँहरूले हेर्नु मात्र राख्नु भएको थियो कि त्यो फिल थियो कि त्यति बेला चाहिँ मान्छे त्यति देख्न त्यति गाह्रो के मान्छे होइन एउटा स्टार भनेपछि एउटा कलाकार भनेपछि त्यो भ्यालु किनभने फोटोमा देख्दैन थियो अनि त्यहाँ एउटा अब्सेसन भन्ने एउटा क्यासेट सेन्टर थियो त्यहाँ चाहिँ मेरो एउटा एल्बमको त्यो कभर फोटो एउटा दिएको थियो त्यहाँ रियल फोटो त्यो फोटो चाहिँ त्यहाँबाट चाहिँ धेरै मान्छेले मागेको भएर चाहिँ पछि त्यो फोटो चाहिँ त्यहाँबाट ऊ भयो भनेर दाइहरूले चाहिँ पछि मलाई फेरि त्यो म जाने बेलामा मेरो फोटो चाहिँ त्यहाँ खिचेर उहाँहरूले चाहिँ राखिदिनु भएको थियो क्या त्यो समयहरू थुप्रै थियो त्यस्तो भ्यालु गर्ने हिँड्ने त्यो समय अहिले त्यो आफूलाई ऊ लाग्ने टाइपको फ्यान चाहिँ छ नि दाइ हातै काट्ने नै गर्ने मर्छु भन्ने मसँग बेनै गर भन्ने टाइपको फ्यान पनि भेट भयो त्यस्तोहरू त अब भेटिन्छ होइन लाइफमा भेटिन्छ अब त्यो उहाँहरूकोले त्यो माया नै हो उहाँहरूले दिनुभएको होइन इभन हामी विदेशमा प्रोग्राम गर्न जाँदा पनि त्यस्तो चिजहरू हामीले थुप्रै पाइन्छ त्यो पायो भनेर उहाँहरूले चाहिँ त्यो दिएको माया नै हो मैले भनिहालेँ नि त्यसलाई हामीले कहिले पनि ऊ हिसाबमा चाहिँ म चाहिँ हेर्दिनँ जुन माया मैले आजसम्म पनि त्यति बेलादेखिको मान्छेहरू मेरो आजसम्म त्यतिकै टचमा छन् उहाँहरू होइन त्यति बेला एउटा चिठीको भरमा मलाई चिठी फ्यान लेटर लेख्थ्यो भने अहिले चाहिँ मलाई उहाँहरू डाइरेक्ट फेसबुकबाट हुन्छ तर त्यो सम्बन्ध चाहिँ त्यस्तै छ क्या कुनै पनि अलिक बढी पनि भएको छैनौँ अलि हामी ऊ पनि भएको छैन त्यो सम्बन्ध त्यतिकै राखिरहेको छ त्यो चाहिँ हुनुपर्छ मान्छेमा जस्तो लाग्छ दाइको अर्को एउटा गीत मलाई याद आयो कि दाइ यो मान्छे कतिलाई थाहा छैन होला दाइ दाइको कम्पोज दाइको आफ्नै लिरिक्स बलिउडको सबभन्दा टप गायकले गाएको गीत सोनु निगमले दाइको गीत गाउने
चाहिँ एउटा भनौँ दाइसँग चान्स पाएको होइन यो दाइ यो गीत चाहिँ कसरी जुर्यो के भयो अनि किन सोनू निगमले नै गाउनुपर्ने कारण गीत पनि के हो सबै भनिदिनु त आफैले यो गीत यस्तो खास छ यो गीत चाहिँ मेरो शब्द हो यसमा चाहिँ होइन राहुल प्रधानको चाहिँ सङ्गीत हो होइन हजुर अनि गाएको चाहिँ सोनू निगमले हो हजुर हामी राहुल म चाहिँ प्रायः हामी गीतको बोल पनि भनिदिनु यो मायाले हेर न कुन मोडमा ल्याइ पुर्यायो होइन म भएँ पागल हजुर एकदमै अब चर्चित गीत अहिलेसम्म पनि यो गीत यति नै चर्चामै छन् त्यो गीत होइन सम्भवतः सोनू निगमले गाएको नेपाली पहिलो पप गीत हुनुपर्छ यो दाइ मैले एउटा कुरो भनौँ मान्छेले सोनुको एउटा मात्रै सोनू निगमले गायो भन्ने मात्रै थाहा छ यसको सर्जकको वास्तविक सर्जक भनेको चाहिँ दाइ हो भने कतिलाई पनि थाहा नहोला कि धेरैलाई थाहा छैन अब थाहा हुनेलाई चाहिँ थाहा नै छ होइन यो गीतको पछि अब धेरैचोटि यो भर्सनहरू पनि बन्यो यसको रिमिक्स बन्यो होइन धेरै बन्यो अहिले हाम्रो भोइस अफ शर्मा नै गाउँछ यो गीतहरू थुप्रै गाउँछ होइन त्यो गीतमा चाहिँ अब त्यति बेला हामीले त्यही उमेरमै हामीले अझै बेला म यस्तो गीत गाउँछु पनि आएको थिएन मेरो होइन त्योभन्दा अगाडिको गीत हो यो अगाडिको हो 55 सालको गीत हो यो त्यो रेकर्ड चाहिँ पछि भयो पहिल्यै भएको त्यति बेला रेकर्ड भएको सोनू निगमसँग पनि पहिल्यै भएको पहिल्यै भएको यो 55 सालमै रेकर्ड भएर बाहिर बजारमा आएको गीत हो यो राहुल इन्डियामा गएर राहुलले त्यो गीतको चाहिँ उसले नेपाली एल्बम बनाउँछु भनेर कुरा गर्दा सोनू निगमलाई उसले अरू 4-5वटा गीत सुनाउँदाखेरि चाहिँ उसले यही गीत मन पराएको थियो सोनू निगमले चाहिँ सो यही गीत मन पराएको भएर चाहिँ उसले नै यही गीतलाई छान्यो उसले त्यो गीत गरेर नेपाल आएर अनि एल्बम हामीले निकालेको तर यो म यस्तो गीत गाउँछु भन्दा पछि चाहिँ नेपालमा चर्चा भयो कि त यो गीतको चाहिँ होइन पहिल्यै भइसकेको थियो पहिल्यै भइसकेको थियो अनि म एज अ लिरिसिस्ट म त्यति बेला यो गीत मलाई चल्यो भनेर चाहिँ मलाई वेब म्यागजिनहरू इन्टरभ्यूहरू पनि गरेको थिएँ कि जबकि मेरो म यस्तो गीत गाउँछु आएको थिएन अनि यो गीत त्यो चर्चा पाएँ कि इभन कति प्रोग्रामहरूमा त मैले पनि गाइदिन्थेँ कि अब सोनू निगम छैन होइन म आफू पनि गाएको तर मलाई त्यति मान्छेले चिनेको त थिएन तर मलाई त्यो एउटा ट्यागले पनि मलाई एकदम इजी पार्थ्यो कि अनि म जहाँ कुरा इन्टरभ्यूहरू कुरा जाँदाखेरि पनि मैले लेखेको गीत हो होइन हामी चाहिँ यो गीतको यो हो भने भन्थ्यो किन राहुलले त्यति गीतहरू गाउँदैन थियो सो म नै गाएको हुन्थेँ अनि मैले गाउँथेँ त्यसपछि नि धेरैचोटि पछि यो गीतलाई चाहिँ मैले गाएर यो चुट चाहिँ राहुललाई इन्डिया जाँदाखेरि गीत सुनाउँदाखेरि सोनू निगमलाई मन परेको गीत राहुलले चाहिँ एउटा एल्बम गर्न इन्डिया गएको थियो उसले अनि गीत अरू पनि गीत लिएर जानुभएको थियो थुप्रै गीत लग्यो बाबुल सुप्रियोहरूले पनि गाएको छ त्यसमा होइन अरू गायिकाहरू पनि कुमार कान्छाले गाएको छ तर सोनू निगमलाई पनि सुनाउँदाखेरि 4-5वटा गीत लिस्ट सुना होला होइन त्यो सोनू निगमलाई उसले थुप्रै सुनाउँदाखेरि त्यो मध्ये दाइको सेलेक्टेड भयो यही गीतै उसले चाहिँ गाउँछु भन्ने कुरा भयो यो गीत चाहिँ हामीले गाउने भनेर राखिरहेको गीत थियो कि अनि पछि उसले नेपाल आएर चाहिँ मलाई उसले चाहिँ ल एकदम सरप्राइज लिइदियो गीत चाहिँ अरे त्यो भने गीत चाहिँ सोनू निगमले गाइदियो यो गीत भन्दाखेरि चाहिँ अब म पनि एकदमै खुसी लाग्यो होइन मेरोलाई नि ठुलो भेट्नु नि भयो तपाईँले मैले भेटेन एचिभमेन्टको कुरा भयो होइन मेरो लागि पनि अनि ठ्याक्कै बजारमा आयो यसले अब रातारात एकदम गीत चर्चा पनि भयो गीतले राम्रो व्यावसायिक पनि सफलता पनि पायो जुन गीत आजसम्म पनि चर्चै छ भनौँ न त्यसले त्यो गरेको त्यसपछि तर दाइको ठ्याक्क चिन्नेले चाहिँ यो दाइको यसको सर्जक भनेको दाइ हो भन्ने थाहा हुन्छ कति मान्छेलाई चाहिँ थाहा रहन्छ दाइ हो अब यो त्यति अब किन त्यो गीतको एउटा समस्या के भयो भने त्यो गीतको भिडियो चाहिँ अब सोनू निगम थिएन नेपालमा होइन त्यति बेला भिडियो बनाउने खासै उयोहरू पनि थिएन त्यति धेरै टिभी च्यानलै थिएन कार्य धेरै नेपाल टेलिभिजन 1-2वटा थियो त्यसमा भिडियो बनाइदिएन त्यति बेला भिडियो बनाइदिएको भए यसको अर्कै नै हुन्थ्यो मान्छेले अब भिडियो थिएन बिना भिडियो पनि गीत चर्चा आएको गीत हो कि चाहिँ बिना भिडियो नै चर्चित भएको गीत हो पछि त्यसको धेरै पछि चाहिँ अनि म्युजिक नेपालले यसको भिडियो बनाएको थियो कि गीतको यसको फेरि रिलिज चाहिँ म्युजिक नेपालले गरेको थियो यसको अन्त त्यसले गर्दा चाहिँ त्यसमा चाहिँ कपिराइट दाइहरूको आफ्नै राहुल दाइ उनीहरूले नै अब गरेको छ सबै गर्न चाहिँ होइन त्यसमा चाहिँ अब एज अ लिरिक्स चाहिँ मेरो चाहिँ कपिराइट मेरो लिरिक्समा चाहिँ मेरो आफ्नै छ यसमा चाहिँ अब अनि दाइको अब म्युजिकै कुरा भइरहेको दाइ होइन अनि बिचको हाम्रो यो एरालाई एकचोटि सम्झु दाइ अब त्यो तपाईँहरूभन्दा पछिको एकचोटि दाजुभाइ भेटेर टाइपको एरा पनि एउटा थियो दाइ लन्चिङ हुने एभ्री फ्राइडे लन्चिङ हुने प्रोग्राम हुने आर्टिस्टहरू सबै ग्यादरिङ हुने जस्तो प्रोग्राम हुन्थ्यो दाइ अब अहिले त युट्युबमा रिलिज यति बजे रिलिज भन्ने हुन्छ अलिकति ग्याप बढ्यो होला यो म्युजिक अनि आर्टिस्टदेखि म्युजिक लाइनको व्यक्ति अनि त्यो बेलामा त मिडिया पर्सन सबैजना एकै ठाउँमा यो चाहिँ के जस्तो लाग्छ दाइ यस्तो भयो अब सबै चिज अब आफैले गर्न सक्ने समय आयो क्या अब कसैलाई कसैको जरुरतै भएन क्या अब होइन समय पहिला कस्तो थियो भने सबै मिलेर गर्ने समय थियो तपाईँ एउटा विधा सम्हाल्नुहुन्थ्यो मैले एउटा विधा सम्हाल्थेँ म गायक भन्थेँ तपाईँ मिडियाको लाइनमा बस्थ्यो अर्को टिभीको लाइनमा हुन्थ्यो अर्कोले गीत लेख्थ्यो अर्कोले त्यसलाई बजारमा ल्याउने व्यवस्थापन गर्ने काम गर्थ्यो भनेपछि यी सबै चिज खाइदियो क्या अब यो सबै डिजिटल यसले गर्दा चाहिँ अब तपाईँको सबै चिज यो चिजै छैन अब संसारमा होइन अब सबै मान्छे एक्लैले गर्ने समय आयो अब आफै गीत लेख्ने आफै गीत गाउने आफै रेकर्ड गर्ने होइन अब एरेन्जर पनि चाहेन आफैले भित्रबाट एआई अनेक चिजहरू छन् अहिले उसले बनायो अनि उसले आफैले युट्युबबाट गीत पनि आफै प्रकाशित उसले निकाल्न पनि पायो उसले गीत पनि निकाल्यो ऊ आफै कम्पनी
ऊ आफूले उसले पे गरे भनेपछि सबै चिजहरू एकै ठाउँमा आयो क्या अहिले सबै एकैजनाले गर्ने भएपछि मान्छेलाई भेटघाट भइराख्ने पनि कुरा भएन कसले के गरिरहेछ पनि मतलब पनि भएन थाहा पनि भएन अब सामाजिक सञ्जालमा तपाईँ हुनुहुन्छ भने चाहिँ थाहा पाउँछ अहिले मान्छेलाई यो मान्छे के गरिरहेछ भन्ने कुरा त्यो छैन अथवा तपाईँ र म मात्र जोडिएको छैन भने तपाईँ भन्ने मान्छे संसारमा मेरो लागि छ कि छैन म भन्ने मान्छे तपाईँलाई त्यो पनि थाहा हुँदैन त्यस्तो समय के गर्दैछ पनि थाहा छैन त्यो समय आयो कि अब कति मान्छे त्यो कनेक्ट छ भने मात्रै मान्छेलाई थाहा हुने भयो त्यसले गर्दा त्यो चिजहरूको चाहिँ भ्यालु चाहिँ घटेको चाहिँ त्यो बेलामा त्यो चिज ठिकै हो दाइ होइन राम्रै हो त्यो बेलामा अब त्यो बेलाको लागि त्यो अझ मोडर्न त्यो चाहिँ मोडर्न अझ समय थियो त्योभन्दा पहिला अझ त्योभन्दा गाह्रो थियो मान्छेलाई होइन त्यसले गर्दा चाहिँ त्योभन्दा पहिला अझ त्यो पनि गाह्रो थियो कति मान्छे कति समय हिँडेर आएर मान्छे गर्नुपर्ने समय थियो टिभीमा रेडियोमा गीत बजाउनु गाह्रो दाइ होइन के हो टिभीमा रेडियोमा गीत आउने समय सबैभन्दा बेस्ट समय हो मलाई लाग्छ है सबैभन्दा समय राम्रो भनेको गीत आफ्नो बजोस् भन्नलाई चाहिँ त्यो धाउनु पर्ने चाहिँ गाह्रो हो स्ट्रगल भन्नु खोजेँ कि त मैले त्यो स्ट्रगल छ नि त त्यसमा त्यसको त्यही भएर त त्यसको भ्यालु भयो नि त हामी आफै गीत दिन जान्थ्यौँ होइन कति टिभीहरूमा हामी तल बसेर हामी गीत दिन जान्थ्यौँ रेडियोहरूमा हामी एउटा एफएममा रेडियोमा गीत बनाउन जान्थ्यौँ कि होइन त्यो सिडीमा लिएर त्यो पेन ड्राइभ त्यसमा लिएर हामी इच एन्ड एभ्री अझ कति एफएमहरूमा त ढिला अब हिजो उसकोमा बसिसक्यो भने आज हाम्रोमा बजेन भने रिसाउनेहरू पनि कति भेट्थ्यो होइन सुन्दाखेरि अचम्म छ अहिले होइन अहिले त सबै अब इमेलको थ्रुबाटै जान्छ युट्युबबाटै काट्नु गीत भन्ने समय छ अहिले भनेपछि त्यति बेला त्यो हरेक एफएम हरेकमा हामी एउटा एफएममा बिहानदेखि दौडिन्थ्यौँ हामी आज गीत रिलिज हुँदैछ कुन एफएमबाट रिलिज गर्ने होइन कुन रेडियोबाट गर्ने टिभीमा पनि कुनै टिभीलाई दिइसकेको हुन्छ कुनै टिभीले दिएको छैन त्यो सबै चिज हामी उ गरेर हामी बसिरहेको हुन्छ सो हामी त्यसरी दौडिन्थ्यौँ गीत एउटा रिलिज गर्नको लागि चाहिँ हामी त्यति बेला त्यस्तो समय थियो त्यो टाइम थियो अहिले सजिलो भएको छ एउटा सजिलो पनि भयो अब यस्तो भयो मान्छेलाई अब टिभीमा रेडियोमा गीत किन बज्नुपर्छ भन्ने पनि भयो मलाई भने नि त तपाईँले युट्युबमा हालिदिनुहुन्छ जो मान्छेलाई चाहिने उसले युट्युबबाटै हेर्छ अर्को भनेको फेरि आज उसले टिकटक मैले भने टिकटकले चाहिँ यस्तो गरिदियो कि अब गीत चलेको कुन गीत चलेको छ भन्ने नै अब टिकटकबाट जस्तो लाग्छ है मलाई चाहिँ अरू त कुनै पनि विधै छैन क्या हुन त सबै आफ्नो ठाउँमा आफ्नो हिसाबले चलिरहेछ अनि गीतको पनि कुनै याद छ दाइ तपाईँलाई गीतको नि त्यो बिचको लिरिक्स एउटा दामी लिरिक्स चाहिँ ठ्याक्क हुँदो रहेछ नि पुरै गीत हेऱ्यो अनि त्यस्तो नि गीत भन्ने भएको चाहिँ भएन त त्यो मात्र पनि होइन त्यो पनि छ अहिले त्यो पनि भयो कति गीतहरू त म त्यो मुखडा होला भन्थान्थेँ कि तर त्यो चाहिँ बिचको रहेछ अन्तरा रहेछ होइन त्यस्तो पनि देखेँ मैले अर्को एउटा चिज मैले के देखेँ भने 20 वर्ष अगाडिको गीत पनि अहिले हिट भएर आउने कि फेरि अहिले त्यो समय पनि छ क्या 10 वर्ष अगाडि गाएको होइन त्यस्तो मैले थुप्रै छन् प्रकाश दाईको एउटा गीत पनि प्रकाश श्रेष्ठजीको एउटा गीत पनि हाम्रो एउटा गीत पनि छ सुनको बिहानी के भन्ने एउटा गीत थियो नि त्यो गीत मैले गीत छोडी आएँ भने क्या त्यो गीत कति पछि चर्चामा आयो कि मैले गीत कुन रहेछ भने त्यसमा तपाईँले भने त्यो अन्तरा मात्र हो क्या त्यो चल्यो क्या अनि त्यसरी चाहिँ अहिले फेरि अचम्मको समय आएछ क्या यदि तपाईँले कुनै बेलामा गीत गाएको तपाईँले राम्रो गाएको छैन है त्यो बिग्रेको छ भने त्यो पनि आउन सक्छ क्या अब चाहिँ फेरि है समस्या डरलाग्दो त्यहाँ पनि छ क्या मिम बनाउनलाई भयो भने मान्छेलाई मिम बनाउनलाई पनि काम लाग्यो त्यसमाथि पनि त्यो गीतहरू अब त्यतिकै हालिदिन्छ मान्छे कुनै चाहिँ दाइ फेरि त्यो बिचको त्यो हुन्छ नि बिचको गीत राखिदिने होइन टिकटकमा धामी ओहो भने जस्तो भयो अनि खोज्यो अनि के गीत गाए जस्तो लाग्ने पनि भएको भएन तपाईँलाई मलाई चाहिँ भएको छ त त्यस्तो थुप्रै छ त्यही एक टुक्रा मात्र राम्रो लाग्ने कि फेरि क्या अरू राम्रै नलाग्ने त्यसले गर्दा त्यो गीतहरू कति बेला कुन गीत कहाँ चर्चामा आउँछ अहिले थाहै छैन क्या तपाईँले नयाँ गीत गाउनुपर्छ भने पनि छैन फेरि अहिले तपाईँ पुरानै गीतबाट पनि स्टार्ट हुनसक्छ फेरि अहिले समय त्यस्तो आएको छ क्या कति बेला त्यो चल्छ तर समस्या कहाँनिर छ भने चाहिँ मैले एउटा समस्या कहाँ देखेको छु भने 10 वर्ष अगाडिको गीत गाएको मान्छेको गीत अहिले युट्युबमा टिकटकमा चर्चामा आयो तर त्यो मान्छे अहिले गायक नभइसकेको पनि हुनसक्छ कि फेरि त्यसले गीत गाउन छोडिसकेको पनि त्यसलाई चर्चामा आउनु मन नलागेको पनि हुनसक्छ क्या हजुर कति मान्छे हुन्छ नि त अब मलाई यो सङ्गीत छोडेर म अब यो गीत गर्दिनँ म अब आफ्नै काम गरेर बस्छु मलाई विधाबाट म टाढिन चाहन्छु भइसकेको पनि हुन्छ कति फ्रस्ट्रेट भइसकेका पनि छन् भने चाहिँ त्यो गीत चर्चामा आइदियो भने फेरि अर्को समस्या छ कि त्यसलाई पनि फेरि के नचाहँदा आउन सक्छ अहिले चाहिँ कति बेला के हुन्छ अहिले भन्नै सक्दैन अहिले समय चाहिँ म त्यो देखिरहेको छु अहिले कि कन्टिन्युटी दिनेहरूलाई त प्रब्लम भएन उसले जहाँ पनि गएर गाइदिन सक्छ उसले उ गर्न सक्छ छोडिसकेका मान्छेहरूलाई फेरि एकपटक त्यसले चाहिँ फेरि माथि उठाइदिन सक्छ अहिले चाहिँ त्यो समय छ अहिले चाहिँ दाइको त अनि हाम्रो दाइको छोरा भाइ पनि पुरै दाइकै लाइनमा अस्ति मैले फेसबुकतिर देखाएको थिएँ दाइ गिटार सितार लिएर सँगै दुईजना बाउ छोरै दाइ कस्तो यो उसको आफ्नै इन्ट्रेस्ट हो कि होइन सिक भनेर जबरजस्ती सिका हो कि दाइले कि अथवा के हो दाइ यो होइन यस्तो भाइलाई चाहिँ होइन अब छोराको विषयमा चाहिँ यस्तो कुरा हुन्छ कि मैले कहिले पनि छोरालाई म सानैदेखि मेरो आफ्नो सोच किनभने बच्चाहरूलाई कहिले पनि बाउ आमाले आफ्नो सपना पुरा गर्ने साधन बनाउनु चाहिँ हुँदैन कि धेरै मान्छेको चाहिँ के हुन्छ भने मैले गर्न नपाएको कुरा चाहिँ मेरो छोराले गरोस् भने मैले थुप्रैमा देख्छु यो कुरा क्या
तर मैले चाहिँ त्यो कुरा सानैदेखि मलाई मन पर्दैन थियो किनभने यसको एउटा पोइन्ट छ कि फेरि अलिक बढी भएर बोल्यो कि भन्ने जस्तो नि हुन्छ कारण म भन्छु किन भने मैले मेरो बुवाको सपना कहिले पनि पुरा गरिनँ कि किन मेरो बुवाले मलाई जे बनाउन चाहेको थिएँ नि मैले पनि म बनिनँ कि किनभने मैले आफ्नो सपनालाई मात्र मैले पुरा गर्न अगाडि बढेँ कि मैले मेरै सपना पुरा गरेँ कि त्यही कारण चाहिँ म मेरो छोरालाई सधैँ भन्थेँ कि उसको सपना के छ उसको सपना पुरा गर होइन उसले मेरो सपना पुरा गर्ने तर म उसलाई हेल्प गर्छु उसको सपना पुरा गर्नलाई तर उसको इच्छा के छ त राम्रो बाटो जानु पर्यो होइन नराम्रो बाटो सुरुमा उसलाई त्यस्तो खासै सङ्गीतमा त्यस्तो लगाव थिएन म घरमा गाइरहेको थिएँ उसलाई मतलब थिएन सानोमा अनि सानोमा फोर क्लास पढ्दाखेरि चाहिँ पापा म गिटार बजाउँछु भनेर उसले इच्छा गर्दा मैले उसलाई एउटा सानो एउटा गिटार किनेर उसलाई दिएँ मैले उसले स्कुलमा अलिअलि सिक्यो उसले सकेन मलाई लाग्थ्यो अहिले सिक्दैन भने पनि भयो मलाई मतलब पनि थिएन मैले तिमी के गर्छौ बा भन्दा म चाहिँ अब कम्प्युटरमा फोटो एडिटिङ गर्ने पापा यस्तो सिक्छु भने मैले कम्प्युटरमा सबै राख्थेँ सिक्दै गयो तर मैले कहिले पनि प्रेसर दिएन कि बाबु तिमी म्युजिक गर यता मलाई कहिले पनि मलाई लाग्थ्यो उसलाई जे मन लाग्छ त्यही गर उसलाई फोटोग्राफीमा इन्ट्रेस्ट थियो उसले फोटोग्राफी गरोस् भन्ने मलाई पनि इच्छा थियो गरे चाहिँ हुन्छ है तर म हेल्प गर्छु भन्ने थियो अनि क्लास 8 पढ्दा उसलाई एक दिन के हुँदा चाहिँ मैले गिटार बजाएर बसिरहेको थिएँ उसले पापा फेरि एकचोटि गिटार बजाउनु पर्ला जस्तो छ भने क्या अनि मैले भयो बाबु तिमीले गर्दैन होइन भयो तिमीलाई जे गर्नु मन लाग्छ त्यही गर होइन तिमी गेम खेल्न जाऊ के गर्नुपर्छ गर भनेको ठ्याक्क लकडाउनको समय थियो नि त होइन पापा एकचोटि बजाउँछु के पापा भने अनि मेरो ठुलो गिटार थियो ल यही बजा भने 3टा कर्ड सिकाइदिएको थिएँ मैले उसले यति चाँडै त्यो कर्ड सिक्यो कि उसले क्या अनि मलाई लाग्यो अनि गर्छौ त तिमी भनेपछि पापा म गर्छु भने अनि उसलाई मैले गिटार किनिदिएँ एउटा उसले यति चाँडै सिक्यो क्या फेरि त्यो कतै कतै त्यो ब्लडमा हुन्छ कि के हो फेरि होइन सिरियसली लाग्यो अहिले एकदम राम्रो गिटार बजाउने पनि भएको छ मैले फेसबुकमा देखेँ उसको अहिले भोकल पनि गरिरहेको छ उसले होइन गिटार पनि उसले अब सबै राम्रो क्लासहरू पनि गरिरहेछ सबैतिर टाइम दिइरहेछ भनेपछि कुन बेला कति बेला के हुन्छ भन्ने कुरा चाहिँ हामीले भन्नु नसकिँदो रहेछ सपना अब अझै भर्खरको त एज छ होइन छ अझ टाइम उसको अझै के सपना छ के छ त्यही त मैले भने उसलाई जे इच्छा छ त्यही गर्दा हुन्छ उसलाई जे गर्न मन लाग्छ त्यही गर्दा हुन्छ त्यसमा चाहिँ कुनै पनि कुराको छेकबार छैन म्युजिकै गर्छु भन्दा पनि मेरो फुल्ली सपोर्ट रहन्छ होइन उसले म्युजिक गर्दिनँ पापा अरू केही गर्छु भन्दा पनि त्यसमा पनि जान सकिन्छ केही प्रब्लम भएन दाइ नि यो म्युजिक चाहिँ दाइको लागि चाहिँ के हो दाइ म्युजिक त मेरो लागि सबभन्दा पहिला त मेरो प्यासन म्युजिक थियो होइन पहिला चाहिँ म यसमा एकदमै प्यासनेट छु म्युजिकमा होइन त्यो थिएँ अर्को त मेरो लागि एउटा एकदमै बेस्ट फ्रेन्ड भनौँ न म्युजिक चाहिँ अभिन्न मित्र भन्छ नि जिन्दगीमा यस्तो धेरै उतार चढाव भएर आयो क्या होइन त्यही एउटा मात्र भयो क्या साथी जहिले पनि क्या जस्तो अवस्थामा पनि खुसीको बेलामा नि त्यसलाई नै लिएर झुमेको छु होइन दुःखको बेलामा पनि त्यसलाई नै लिएर टाइम अलिकति भने टाइम किल गरेछु त्योसँग रम्न साथै सबै कुरा एकछिनलाई बिर्सिने एउटा मेडिटेसन पनि हो सङ्गीत त होइन सङ्गीतले एउटा मेडिटेसनको काम पनि गर्छ मान्छेलाई सो त्यसले गर्दा चाहिँ मलाई चाहिँ जिन्दगीमा सायद सङ्गीत नभएको भए चाहिँ मेरो खास केही अस्तित्व नै रहँदैन होला कि म त्यस्तो खालको मान्छे मैले भने म गायक बन्नुभन्दा पनि पहिला मलाई सङ्गीत चाहिँ आत्मसात गर्नुपर्छ भन्ने थिङ्क राख्ने मान्छे थियो म त्यही भएर अनि अहिलेको जेनेरेसनले दाइ पहिलाको दाइहरूको चाहिँ जेनेरेसनहरूलाई चाहिँ यस्तो अलि माया सम्मान यो टाइपको दिन्छ जस्तो लाग्छ दाइ दिए जस्तो लाग्छ त्यस्तो त अब मैले खासै त्यस्तो फिल गरेको त छैन होइन मलाई त्यस्तो लाग्दैन किनभने आफै पनि म त्यति बाहिरी साङ्गीतिक त्यस्तो फिल्डहरूमा त्यति भिजेर हिँड्ने मान्छे चाहिँ होइन म होइन पहिलादेखि म आफ्नो काम गर्नुपर्छ दर्शक श्रोतालाई आफ्नो क्रिएसन दिनुपर्छ उहाँहरूबाट हुनुपर्छ भन्ने सोच राख्ने मान्छे हो म धेरै भिजेर मान्छेहरूसँग यताउता जाने त्यो गर्ने मेरो पहिलादेखि बानी थिएन त्यसले गर्दा मलाई त्यो अब जति मैले चिनेको छु उहाँहरूबाट मैले राम्रो नै पाएको छु अब नचिनेकोहरूलाई पनि भन्नु त के भन्नु चिन्नु पनि त पऱ्यो उहाँहरूले होइन त्यस्तो अहिले धेरै जेनेरेसन यस्तो छन् कि उहाँहरूले पहिलाको जेनेरेसनलाई चिन्नु हुँदैन मैले अघि भने नि त पहिला चाहिँ अब हाम्रो पालामा हामीभन्दा पहिलाको जेनेरेसनलाई चिन्थ्यौँ किनभने समय त्यस्तै थियो कि ठ्याक्क बिदा हुँदै आउँथ्यो टाइम हुँदै भने अहिले चाहिँ अब को कता कहाँ चलिरहेछ को मान्छे कता हो कसैलाई थाहै छैन क्या अहिले एउटा हस्तान्तरण गरेर यस्तो हुन्थ्यो नि त पहिला चाहिँ त्यस्तो थियो क्या उहाँहरू मैले भने नि 40s मा 30s मा अब अम्बिकम दाईहरूलाई पप सम्राट भनिन्थ्यो अम्बिकम दाईलाई अल दाईले चाहिँ त्यो पप गीतहरू ड्रम श्रम राखेर गीत बनाउँदै ल्याएपछि 40s मा आएपछि हाम्रो सञ्जय दाईहरू भीम दाईहरूले चाहिँ त्यसलाई फेरि लिनुभयो हरिश दाईहरूले होइन त्यसपछि 50s मा एरामा हामीले सम्हाल्यौँ त्यसपछि फेरि सुगम पोखरेल त्यसरी आयो होइन त्यसले गर्दा चाहिँ सबैको क्याटेगोरी थियो अनि हामीले उहाँलाई सम्मान दिने उहाँले हामीलाई सम्मान दिने त्यो सबै चिज थियो कि तर अहिले चाहिँ अब मैले भने नि को कता कहाँ छ अब त्यो जब युट्युबबाट होइन दाइ यस्तो हो पहिलाको अहिलेको यो जेनेरेसन तपाईँले भन्नुभयो एउटा म्युजिकमा सजिलो भयो युट्युब आयो यसले गर्दा आर्टिस्टलाई पनि सजिलो भयो भने त त्योभन्दा बिचको एउटा जेनेरेसन छ नि दाइ त्यो जेनेरेसन फ्रस्ट्रेट भएर कोही बाहिर छ कोही कहाँ छ के छ दाइ फ्रस्ट्रेट पनि होइन अब यस्तो हुन्छ सङ्गीत भविष्य नभएर त होला नि दाइ सायद
सङ्गीत होइन अब विदेशिनु पनि 2-3 कारण हुन्छ क्या। एउटा चाहिँ अब मान्छेको रहर हुन्छ होइन, एउटा चाहिँ मान्छेको बाध्यता हुन्छ, एउटा परिस्थिति हुन्छ मान्छेको होइन। त्यो 3वटा कारणले मान्छे विदेशी नै हो क्या खास। 3टै एकैचोटि पऱ्यो भने विदेशी होइन, त्यो 3टै एकैचोटि पर्नु पनि सायद एकैचोटि हुन सक्दैन होइन मेरो विचारमा। बाध्यता मान्छेलाई नपरेको कसैलाई नै हुँदैन क्या। परिस्थिति मान्छेको नराम्रो सधैँ राम्रो पनि हुँदैन होइन। रहर त अब सबैलाई हुन्छ, रहर त कसलाई हुँदैन र होइन। रहर भनेको पलाउँछ मान्छेलाई। त्यो अवस्थामा पनि मैले चाहिँ लाग्छ क्या सङ्गीत चाहिँ मान्छेले यस्तो बेलामा सङ्गीत सिक्छ कि जति बेला उसले केही पनि थाहा हुँदैन त्यो एजमा होइन। एकदम सफा उसको मन एकदम हुँदाखेरि उसले सङ्गीतलाई ज्ञान उसको प्राप्त गरेको हुन्छ, उसले आत्मसात गरेको छ सङ्गीतलाई भनेपछि सङ्गीत सिक्दै जान्छ, सङ्गीतबाट उसले धेरै चिजहरू पाउँदै जान्छ। फेरि एउटा सर्टेन टाइममा चाहिँ भाइले भने जस्तो फ्रस्ट्रेट हुन्छ अथवा के हुन्छ होइन, त्यति बेला फेरि सङ्गीतलाईबाटै आएको चिजलाई चाहिँ ऊ गरेर युटिलाइज गरेर चाहिँ ऊ बाहिर जानु भने चाहिँ मलाई चाहिँ अलिकति राम्रो लाग्दैन। फ्रस्ट्रेसनमा पनि आफूलाई मान्छेले बुझ्न सक्यो भने चाहिँ ऊ स्टेबल भयो। अनि फेरि बाहिर गएपछि पनि फेरि सङ्गीतै गरिरहेछन् कि फेरि त्यसो त्यहाँ गएपछि फेरि छोड्न सक्दैन मान्छेले क्या। यो चिज यस्तो कुरा हो क्या। त्यहाँ गएपछि पनि फेरि सङ्गीतै गर्छन् भनेपछि बरु यहीँ अहिले कति मान्छेले यहीँ बसेर सङ्गीत गरेका राम्रै छन् क्या। त्यो सर्टेन टाइम लाइफमा सबैको लाइफमा आउँछ क्या, हरेक विधामा आउँछ, सङ्गीतमा मात्र होइन हाम्रो आफ्नै जीवनमा पनि आउँछ होइन। आतिनु भएन, हामीले ट्याकल गर्नु पऱ्यो त्यसलाई। हामीले कसरी हुन्छ सम्झै गर्नु। मेरो विचारमा चाहिँ सबै आज यहीँ भइरहेको भए कति रमाइलो हुन्थ्यो यसो सोच्दा पनि कि हामी पहिलाको हाम्रो जुन साथीहरू थियौँ नि अहिले हामी हातले गर्न सक्छौँ, हामी 4-5 जना मात्र छौँ यहाँ होइन। तर सबैजना भएको भए त्यही अनुसारको कार्यक्रमहरू हुन्थ्यो, त्यसरी नै भेटघाट हुन्थ्यो, एउटा चिज बन्थ्यो नि त। अब छैन कोही पनि, त्यसले गर्दा चाहिँ अलिक गाह्रो चाहिँ भयो क्या अहिले भनौँ न। त्यो भयो त्यस्तो भयो। दाइ अनि अबको प्लानिङ के छ दाइ? नयाँ नौलो अरू के हुँदैछ, के गर्ने सोच दाइ अब के छ? अब सङ्गीत मात्र होइन, म त अब पहिलादेखि लेख्ने पनि मेरो बानी थियो होइन। सो मैले थुप्रै अब गीतहरू त थुप्रै नै लेखेँ अलमोस्ट। अब यो लेख्ने भन्ने चाहिँ अर्को एउटा कुरा छ नि, लेख्ने भने चाहिँ मुड आउनै पर्ने कि होइन म लेख्ने। अब सपोज कोही कसैले लेख्दै भनेर सपोज मैले एउटा चाहिँ म गीत गाउन मन लाग्यो मलाई लेख्न आएन, मेरो छोराहरू दाइ एउटा लेखिदिनु भने नि तपाईँले लेखिदिनु भनेपछि लेखिदिने हो कि व्यवसायिक हिसाबमा हो कि कस्तो के हो दाइ? यो लेख्ने मुड चाहिँ कसरी आउँछ, कताबाट आउँछ, कसरी ल्याउनु पर्छ दाइ? यो सबैको आफ्नो तरिका हुन्छ है। सबै यो कुराहरूमा चाहिँ आफ्नो तरिका हुन्छ, गीत कम्पोज गर्ने, गीत लेख्ने। मेरो आफ्नो बारेमा कुरा गर्नुपर्दा चाहिँ म चाहिँ के भन्छु, म चाहिँ एउटा जहिले पनि टपिक चाहिन्छ मलाई चाहिँ एउटा गीत लेख्नुको लागि के। एउटा कुनै पनि कुरामा यो टपिक भन्ने थाहा पाएपछि म त्यसमा लेख्न सक्छु क्या म चाहिँ। जस्तो मेरो एक दिन भन्ने गीत सम्बन्ध विच्छेदमा थियो, त्यो गीतमा तपाईँले सबै हेर्नुभयो भने अलमोस्ट सबै त्यस्तै एरामा घुमिरहेको थियो होइन। त्योभन्दा अगाडि मेरो सम्बन्धको बारेमा मैले तिम्रो मेरो सम्बन्ध भन्ने गीत लेखेको थिएँ। त्योभन्दा अगाडि मेरो बाबा भन्ने गीत थियो। भने मतलब म चाहिँ पहिला गीत लेखेर कम्पोज गर्न बस्ने मान्छे होइन क्या। म चाहिँ एउटा दिमागमा एउटा अब यस्तो खालको गीत बनाउँछु है भने एउटा पहिला भिजन बनाउँछु, म त्यसको भिडियोको उसको सबै तयार पार्छु म होइन, एउटा स्टोरी क्रिएट गर्छु म होइन। अनि त्यसपछि चाहिँ अब चाहिँ यसलाई यस्तो ल्याउनु पऱ्यो भने चाहिँ यो एक दिन भन्ने गीत मैले बनाउनुभन्दा पहिल्यै त्यो मैले त्यो भिजन तयार गरिसकेको थियो, गाडीमा सुटिङ गर्ने क्या मेरो त्यो पहिल्यै थियो क्या मेरो त्यो। अनि त्यो कन्सेप्ट मैले बोकेर धेरै पहिला नै धेरै मान्छेसँग मेरो त्यो बारेमा कुरा पनि भएको थियो क्या। त्यसले गर्दा चाहिँ म गीत मात्र लेख्दिनँ, मैले लघु कथाहरू पनि थुप्रै सानो सर्ट स्टोरीहरू पनि लेखेर मेरो पब्लिस पनि भएको छ होइन। डिसी नेपालबाट भएको छ, थुप्रै अरूबाट अनलाइनबाट पोर्टलबाट भएको छ भने चाहिँ अहिले म एउटा नोभेल पनि लेखिरहेको छु होइन। सो म चाँडै नै अब पब्लिस गर्ने तयारीमा छु, एउटा फिक्सन यो उसको हिसाबमा लेखिरहेको छु। भनेपछि कुनै पनि विधामा यो यहीँ बस्नुपर्छ भन्ने चाहिँ लाग्दैन मलाई। सबभन्दा बढी लेख्न मन लाग्छ, लेख्न चाहिँ एकदमै मन लाग्ने। म सानोदेखि लेख्थेँ है, मैले सानोमा म गीत कविता लेखेर म रेडियो नेपालमा म पढ्न जाने मान्छे 5 क्लास 6 क्लास पढ्ने बेलामा। त्यति बेलादेखि चाहिँ मलाई लेख्न चाहिँ मनपर्ने। अहिले पनि टाइम भयो भने म क्लासको फर्स्ट भयो कि त्यो बेला त्यस्तो त होइन, त्यस्तो पढ्ने मान्छे त होइन। तर त्यस्तो यो कलाकारिता लाइन न ब्लडमा थियो न केमा थियो कि केहीमा पनि थिएन, तर मान्छेमा त्यसरी आउँदो रहेछ क्या। अरूले चिनोस्, आफूले कहीँ स्टेज पाएर होइन कविता सविता भनिहाल्न पाऊँ टाइपको त्यो बेलामा आउने, अर्को नजरमा ओ भन्ने टाइपको परोस्। त्यो भन्दा पनि लेख्न मन लाग्ने, अनि त्यो लेखेको कुराहरू कहीँ पब्लिस अथवा केही गर्न पाए हुन्छ है भन्ने चाहिँ हुन्थ्यो। सो त्यसले गर्दा अहिले लेखिरहेको छु। अबको समयमा चाहिँ मेरो रिलिज हुने चाहिँ सायद यो नोभेलको म काम सघाउँछु होला। अलमोस्ट काम गाह्रो छ, यो काम त्यो सहिलो चाहिँ छैन, हामी गीत निकाले जस्तो चाहिँ होइन, किनभने त्यो मेरो विधै फरक भयो। म त्यो लाइनको मान्छे। नोभेल भने हजुरको कस्तो टाइपको यो फिक्सनै हो चाहिँ पुरै होइन। यसमा चाहिँ एउटा स्टोरी क्रिएट गरेको छु मैले होइन। जस्ट पढ्दाखेरि मान्छेलाई रमाइलै होला, केही यो नै छ हाम्रो जीवनसँगै रिलेटेडै भएर मैले लेखेको छु यो होइन, लाइफसँग रिलेटेडै छ। गाह्रो चाहिँ छ, कति लेख्दै जाने, कति नमिल्ने, के गर्नुपर्ने भएको भएर एडिटिङको लागि अब उ गर्दैछौँ होइन, एडिटको लागि हामी उ गर्दैछौँ
भनेपछि अनि अर्को अब गीत चाहिँ रेकर्ड भइ नै रहेछ होइन, एउटा राष्ट्रिय गीत गरिरहेको छु अहिले, चाँडै रिलिज गर्ने क्रममा छु राष्ट्रिय गीत चाहिँ। त्यसपछि एक दिनको पार्ट 2 गरिरहेको छु मैले, एक दिनको पार्ट 2 पनि हो, यसको 2 पनि आउँछ। पार्ट 2 पनि यही विषय सम्बन्ध विच्छेदकै विषय त्योसँग रिलेटेड हुन्छ। अब त्यो चाहिँ के हुन्छ, कसरी इन्डिङ हुन्छ त मान्छेको लाइफमा भन्ने कुरालाई मैले त्यहाँ देखाउँ, अहिले नखोलाउँ होइन, खोलाएपछि मजा आउँदैन, त्यसको शब्दहरू पनि त्यस्तै छ। अनि त्यसको पार्ट 2 चाहिँ मान्छेको जीवनमा यो पाटो मात्र रहँदैन, अर्को पाटो पनि हुन्छ भन्ने कुरा चाहिँ मैले, मान्छे प्रायःले त यो एक दिन भन्ने गीत चाहिँ आफ्नै जिन्दगी हेरेर लेखाए हो पनि भन्छन् तपाईँलाई, त्यो त होइन नि के हो? यो घटना सम्बन्ध विच्छेद मेरो आफ्नो पनि लाइफमा घटेको चाहिँ हो, म आफै पनि सम्बन्ध विच्छेद भएको हो मेरो होइन। तर त्यो भन्यो भने त्यो स्टोरी चाहिँ मेरै चाहिँ स्टोरी चाहिँ होइन। त्यही त, त्यो भिडियोमा देखेको क्यारेक्टर, त्यो कर्माले गरेको क्यारेक्टर म नै हो, त्यो त मान्छेले त्यो अहिले जुनले, तर त्यो क्यारेक्टर, त्यो कर्माले गरेको क्यारेक्टर, त्यो सबै सम्बन्ध विच्छेद गर्ने मान्छेहरूको क्यारेक्टर त्यही नै हुन्छ क्या फेरि त्यो समय। यदि त्यो सम्बन्ध विच्छेद गर्न गइरहेछ नि त त्यो त गर्नमा दर्ता मात्र गर्न गएको, तिनीहरू गरेर आएको चाहिँ होइन कि त्यो फेरि दर्ता गर्न गएको, दर्ता गरेर तिनीहरू फेरि फर्किँदैछ सँगै के, त्यो बिचमा मान्छेलाई चाहिँ के हुन्छ भन्ने कुरा मात्रै मैले देखाउनु खोजेको। त्यसपछि सायद फेरि फर्किन पनि सक्छ मान्छेको मन फेरि बदल्न पनि सक्छ, अथवा त्यो एउटा इगोले गर्दा मान्छेहरू होइन अब जे जस्तो भने यहाँसम्म त आइसक्यो हामी गरेरै जान्छौँ भन्ने पनि हुनसक्छ भन्ने कुरालाई मैले त्यो बिचमा त्यसरी नै एन्डिङ गरेर छु गीतलाई होइन। त्यो भिडियोमा त्यसरी नै एन्डिङ गरेको छु, केटीको कति चाहना छ, केटाको पनि कति चाहना छ, तर तिनीहरू इगोले गर्दा तिनीहरू दुईजना चाहिँ बढ्दैन अगाडि भन्ने कुरा देखाउनु खोजेको छ। सम्बन्ध चाहिँ के रहेछ त दाइ त्यसो भए? सम्बन्ध भनेको चिज चाहिँ अब दुईटाको बिचमा अटुट विश्वास हुनुपर्छ होइन। सम्बन्ध चाहिँ पहिलो कुरा विश्वासै हो क्या। तपाईँ सम्बन्धमा जोडिनको लागि हामी विश्वास एकदमै बलियो हुनुपर्छ र अनि एउटा अर्को चाहिँ हाम्रो के अरे मतलब सम्मान र माया त हुनैपर्छ क्या। तपाईँले जति सम्मान दिन सक्नुभयो सम्बन्ध त्यति टिक्छ क्या होइन। यदि सम्बन्धमा सम्मान हराउँदै गयो भने त्यो सम्बन्धमा उनै रहँदैन क्या। भनिन्छ नि कतिपय सम्बन्धहरू चाहिँ फेरि कस्तो हुन्छ भने चाहिँ टाढा हुँदा एकदमै प्रगाढ हुने क्या सम्बन्ध। जब सम्बन्ध एकदम टाढा थियो नि एकदमै प्रगाढ हुने क्या, त्यो सम्बन्ध एकदमै टाइट हुने, एकदमै नजिक गएको फिल हुने। तर त्यो सम्बन्ध जब मान्छे फेरि नजिक हुन्छ नि त्यो सम्बन्ध पहिला जस्तो नहुने क्या, अलिकति त्यो फितलो हुँदै जाने क्या। मैले देखेको, मैले आफूले पनि फिल गरेको। अनि कति सम्बन्धहरू चाहिँ नजिक हुँदा एकदमै टाइट हुने क्या फेरि क्या होइन। कति नजिक हुँदा टाइट एकदमै सम्बन्ध हुने, तर टाढा हुँदै गएपछि फेरि फितलो हुँदै गएको भान हुने क्या। त्यसले गर्दा चाहिँ सम्बन्धमा चाहिँ धेरै कुराको सेरोफेरो हुन्छ त्यसमा। सम्मान, माया, विश्वास, यी सबै कुराको एउटा समग्रमा एउटा बिल्ड जुन बन्छ नि त्यो नै एउटा सम्बन्धको मेन ऊ रहन्छ जस्तो लाग्छ मलाई। त्यो भए मात्रै सम्बन्ध टिक्छ। सम्बन्ध टिकाउन धेरै चिजको कुरा रहन्छ यहाँ होइन। त्यसले गर्दा चाहिँ हामीले सबैभन्दा पहिला हामीभन्दा अगाडिको मान्छेले के गरेसँग सम्बन्ध होइन कि हामीले के गर्न सक्छौँ चाहिँ ठुलो कुरा रहन्छ सम्बन्धमा। हामीले के गर्न सक्छौँ, हामीले गर्न सकुन्जेलसम्म सम्बन्ध जहिले पनि बच्छ कि अर्कोले के गर्छसँग सम्बन्ध आश गर्नु भएन त होइन। उताबाट आश गरेर बसिरहनु भएन कि आफूले चाहिँ सम्बन्धको लागि चाहिँ आफूले पनि आफ्नो भनौँ न आफ्नो तर्फबाट आफैले गर्न सक्ने कुरा गर्नु पर्यो। सम्बन्धमा माया विश्वासदेखि लिएर एकदम उसको मात्रै आश गरेर मात्रै पनि भएन सम्बन्धमा। त ओके ठिकै छ दाइ। अनि यो गीत सङ्गीतको पनि कुरा भयो दाइ, अब नेक्स्ट प्लानिङ हजुरको गीत सङ्गीत भन्नुभयो, राष्ट्रिय गीत भन्नुभयो दाइ आउँदै? अब राष्ट्रिय गीत एउटा गर्दैछु अहिले, तुरुन्त आउने चाहिँ राष्ट्रिय गीत छ मेरो होइन। त्यसपछि चाहिँ अरू गीतहरू पनि आउँदैछ। अब लास्ट इयर मात्र बाबा भन्ने एउटा गीत पनि रिलिज गरेको छु, त्यो पनि अब बुवाको मुखेन दिनमा पनि फेरि तपाईँहरूले अब सुन्न सक्नुहुन्छ, त्यसलाई फेरि गर्छु म। भनेपछि अहिले यस्तै छ, गीतहरू भइरहेछ, गीतको कामहरू। धेरै पछि भेट भयो, खुसी लाग्यो। गर्मी धेरै छ दाइ, पस्न आएको आइज। थ्याङ्क यू भाइ, एकदम रमाइलो भयो। धेरै पछि रमाइलो पुरानो कुराहरू पनि गर्न पाइयो। खुसी लाग्यो भाइले बोलाइदिएको मा, आज भाइ त्यही धन्यवाद। ल थ्याङ्क यू दाइ। थ्याङ्क यू भाइ एकदम।